सुरु गरौँ श्रीमान। ए ल ल हुन्छ। गुमान शर्माको जाहेरीले नेपाल सरकार विरुद्ध फुकेराम शर्मा भएको कर्तव्य ज्यान मुद्दामा समूह आइएमसी 104 को तर्फबाट म सहायक जिल्ला न्यायाधिवक्ता पारस ओली मुटर 1 साथै सहायक जिल्ला न्यायाधिवक्ता दुर्बिन ओली मुटर 2 र सहायक जिल्ला न्यायाधिवक्ता इन्द्रबहादुर खत्री अनुसन्धानकर्ता वादीको तर्फबाट प्रतिनिधित्व गरी यस सम्मानित इजलास समक्ष मुद्दाको अन्तिम सुनाइको बहस पैरवीको लागि उपस्थित भएका छौं। श्रीमान, म पहिलो वक्ताले आफ्नो तर्क प्रस्तुत गर्न 10 मिनेटको समय लिनेछु र मेरो सहपरामर्शदाताले आफ्नो तर्क प्रस्तुत गर्न 12 मिनेटको समय लिनुहुनेछ र हामीले प्रतिरक्षाको लागि 3 मिनेटको समय छुट्याएका छौं। श्रीमान, इजलासको अनुमतिले मुद्दाको संक्षिप्त तथ्य प्रस्तुत गर्न चाहन्छु। श्रीमान, यस मुद्दामा प्रतिवादी फुकेराम शर्मा र निजकी पत्नी सुकीमाया शर्मा श्रीमान श्रीमती हुन्। निजका एक छोरा गुमान शर्मा रहेका छन्। श्रीमान, मिति 2082 साल 6 महिना 7 गतेका दिन उनीहरू बीच घर्यासी झगडा हुन्छ र घर्यासी झगडा हुँदा निजका पति अर्थात् प्रतिवादी फुकेराम शर्माले आफ्नो हातमा भएको कैँची प्रहार गरी निजलाई गम्भीर घाइते बनाउँछन् र विभिन्न अस्पतालमा उपचार गराउन लगिन्छ र उपचार सम्भव नभएपछि मिति 2082 6 महिना 20 गतेका दिन निजको मृत्यु हुन्छ र निजका छोरा गुमान शर्माले आमाको हत्या गर्ने बाउलाई हदैसम्मको कारबाही होस् भनी 21 गते जारी दिएको अवस्था छ। श्रीमान, यसैगरी उक्त घटनास्थलबाट 11 इन्च लामो फलामे कपडा काट्ने कैँची बरामद भएको साथै मृतकको शरीरमा नीलडामहरू देखिएको र निजको टाउको पछाडि 8 वटा टाँका लगाएको भन्ने लासजाँच प्रकृति तथा वस्तुस्थिति मुचुल्का रहेको छ। श्रीमान, यसैगरी सब परीक्षण प्रतिवेदनमा ब्लन्ट फोर्स टर्मा हेड भन्ने उल्लेख गरिएको छ। त्यसैगरी प्रतिवादी फुकेराम शर्माले अनुसन्धान प्राप्त अधिकारी समक्ष श्रीमान र श्रीमती बीच मिति 2082 6 महिना 7 गते झगडा भएको र झगडा हुँदै गर्दा आफूले आफ्नो हातमा रहेको कैँची प्रहार गर्दा निज सुकीमाया शर्मा गम्भीर घाइते भएको र निजलाई उपचार गराउँदा उपचार सम्भव नभएपछि सोही चोटका कारण निजको मृत्यु भयो भनी अनुसन्धान प्राप्त अधिकारी समक्ष स्वीकार गरेको अवस्था छ। त्यसैगरी प्रतिवादी फुकेराम शर्मा तथा सुकीमाया शर्माका सन्दर्भमा जुन घटना विवरण कागज गर्ने व्यक्तिहरू रहेका छन् तिखे ठाकुर र कालुराम, उहाँहरूले प्रतिवादी र मृतक सुकीमाया शर्माहरू बीच उनीहरूले झगडा गरिराख्ने र प्रतिवादी फुकेराम शर्माले मादक पदार्थ सेवन गर्ने गरेको साथै मिति 2082 6 महिना 7 गते कैँची प्रहार गरेको भन्ने सुनि पाएको, त्यसैगरी 21 गते सुकीमाया शर्माको मृत्यु भएको भन्ने समेत हामीले थाहा पाएको हौं भन्नेसम्मको रहेको छ। त्यसैगरी यस मुद्दाका सन्दर्भमा प्रतिवादी फुकेराम शर्माले सुकीमाया शर्मालाई मिति 2082 6 महिना 7 गते कैँची प्रहार गर्दा सोही चोटको कारण मृतक सुकीमाया शर्मा मिति 2082 6 महिना 20 गतेको दिन उनको मृत्यु भएको हुँदा निजले गरेको कार्य मुलुकी अपराध संहिता 2074 को दफा 177 को 1 को कसुर हुन गएकोले निजलाई सोही ऐनको दफा 177 को उपदफा 2 बमोजिम सजाय होस् भनी अभियोग दाबी लिएको अवस्था छ। यसैगरी मुद्दाका सन्दर्भमा प्रतिवादी फुकेराम शर्माले अदालत समक्ष आई बयान दिँदा निजले आफू र पत्नीबीच झगडा भएको तर झगडा हुँदाखेरि निज कताबाट लटपटिन् र लटपटिँदाखेरि उनलाई सिलाइ मेसिन कटाइ गर्ने मेसिनको खुट्टामा चोट लागेको, खुट्टामा ठोकी चोट लागेको र सोही कारण निज घाइते भएको भन्नेसम्मको व्यवहार प्रस्तुत गरेका छन्। त्यसैगरी यस मुद्दाका सन्दर्भमा मुद्दाको पोस्टमार्टम रिपोर्ट तयार गर्ने डाक्टर खड्गलाल ओलीले अदालत समक्ष आई बकपत्र गर्दा निज मृतक सुकीमाया शर्मालाई कुनै भारी वस्तुले प्रहार गरी निजको टाउको पछाडि चोट लागेको र सोही चोटको कारण इन्टरनल ब्लिडिङ भएको हुँदा निजलाई कैँचीको प्रहार गरी मृत्यु भएको हुन सक्ने भनी निजले अदालत समक्ष बकपत्र दिएको अवस्था छ। श्रीमान, अब यस मुद्दाको संक्षिप्त तथ्य प्रस्तुत भइसकेपछि यस इजलासको सहयोगार्थ इजलासले निरूपण गर्नुपर्ने प्रश्नहरू प्रस्तुत गर्न चाहन्छु। श्रीमान, पहिलो प्रश्न, निज प्रतिवादी फुकेराम शर्माले गरेको सुकीमायाको हत्या मनसाय प्रेरित हो वा होइन? मृतक सुकीमाया शर्माको मृत्यु प्रतिवादी फुकेराम शर्माले गरेको प्रहारबाटै भएको हो वा होइन? र तेस्रो प्रश्न, निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम सजाय हुनुपर्ने हो वा होइन? श्रीमान, यस मुद्दाको पहिलो प्रश्नको बहस पैरवी मैले गर्नेछु भने बाँकी रहेका प्रश्नहरूमा बहस पैरवी सहायक जिल्ला न्यायाधिवक्ता दुर्बिन ओलीले गर्नुहुनेछ र म पहिलो प्रश्नतर्फ आफ्नो बहस पैरवी अगाडि बढाउन चाहन्छु। श्रीमान, पहिलो प्रश्नतर्फ विचार गर्दा निज प्रतिवादी फुकेराम शर्माले आफ्नो पत्नी सुकीमाया शर्मालाई ज्यान लिने गरी मनसाय प्रेरित नै निजकोलाई हत्या गरेको हो भनी आफ्नो तर्कहरू प्रस्तुत गर्न चाहन्छु। श्रीमान, पहिलो तर्क,
प्रतिवादी फुकेराम शर्माको कार्यमा मनसाय तत्त्व रहेको। श्रीमान मनसाय तत्त्व भनेको सामान्यतया यतिकै प्रमाणित गर्न सकिँदैन। यसका लागि प्रमाणित गर्नुपर्ने केही आधारहरू हुन्छन् श्रीमान। पहिलो भनेको परिणामको पूर्व ज्ञान, दोस्रो भनेको स्वैच्छिकता र तेस्रो भनेको सचेतना। अब यस मुद्दामा प्रतिवादी फुकेराम शर्माले आफूले कार्य गर्दै गर्दाखेरि निज एउटा समाजमा भएको व्यक्ति भएको हुँदा निजलाई आफूले गरेको कार्यमा कस्तो परिणाम आउँदछ भन्ने कुरा निजमा सचेतना प्रष्ट रूपमा भएको देखिन्छ। त्यसैगरी पूर्व ज्ञानको सन्दर्भमा हेर्ने हो भनेपछि भाइटल पार्ट डक्ट्राइन अनुसार यदि कुनै पनि व्यक्तिले मानवको शरीरको संवेदनशील अङ्गमा प्रहार गर्दा निज मर्न सक्दछ भन्ने कुरा एउटा सामान्य समाजमा भएको व्यक्तिले पनि जानकार प्राप्त गर्ने कुरा हो। यसैसँग सम्बन्धित भएर एउटा महत्त्वपूर्ण नजिर रहेको छ श्रीमान, नजिर टिपाउन चाहन्छु। नेकपा 2080 निर्णय नम्बर 11162 भक्तबहादुर राई विरुद्ध भक्तबहादुर राईको जायरीले नेपाल सरकार यस मुद्दामा सम्मानित सर्वोच्च अदालतले के कुराको तथ्य प्रश्न पारेको छ भन्दाखेरि कुनै पनि विषयमा आफूले गरेको कार्यको जानकारी हुन सक्ने अवस्थामा मनसाय तत्त्व थिएन भन्न नमिल्ने साथै निजले गरेको कार्यबाट कसुर एउटा गम्भीर किसिमको कसुर हुन्छ भन्ने कुरा एउटा सामान्य समाजमा भएको व्यक्तिले जान्नुपर्ने कुरामा त्यस्तो अवस्थामा मेरो मनसाय थिएन भन्न नमिल्ने, ज्ञान हुनु नै सो विषयमा निजको मनसाय रहनु हो भन्ने सन्दर्भमा नजिर समेत प्रतिवादित भएको हुँदा यस मुद्दाका प्रतिवादी फुकेराम शर्माले निजलाई कैँची जस्तो भारी 11 इन्च लामो भारी वस्तुले प्रहार गर्दा निज मृत्यु हुन सक्दछ भन्ने एउटा सामान्य समाजमा भएको व्यक्तिले पनि जान्ने कुरामा निजले आफूलाई त्यो कुरा मलाई थाहा थिएन भन्नु तर्कसँग देखिँदैन श्रीमान। त्यसैगरी मुद्दामा प्रतिवादी फुकेराम शर्माले गरेको कार्यमा निजले अदालतसम्म चाहिँ बकपत्र गर्दाखेरि निज लोटिन त्यो भन्ने कुरा उल्लेख गरेको छ। तर मुद्दाको कुनै पनि तथ्यमा र प्रमाणमा पनि निज लडिन भन्ने र निजलाई लडेको कारणले लाग्यो भन्ने कुरा कोही छैन। स्वयं मुद्दाको सन्दर्भमा मृतकको कारण पत्ता लगाउने भनेको सब परीक्षण प्रतिवेदन गरे रिपोर्ट हो र त्यसैगरी सो सन्दर्भमा व्यक्त गरेको राय हो र स्वयं डाक्टर खड्गलाल ओलीले समेत अदालतसम्म चाहिँ आए बकपत्र दिँदाखेरि कुनै भारी वस्तुले प्रहार गरिएको यहाँनिर लागेको भन्ने शब्द छैन श्रीमान, प्रहार गरिएको भन्ने प्रश्नमा उल्लेख गरेको छ र स्वयं डाक्टरले नै कैँचीले लागेको कारण मृत्यु भएको हुन सक्ने र इन्टरनल ब्लिडिङ भएर निजको मृत्यु भएको हुन सक्ने भन्ने प्रष्ट रूपमा उल्लेख भएको हुँदा सिध्याउनुहोस् त श्रीमान। त्यो भएको हुँदा निजले गरेको कार्यमा मनसाय साथसाथै निजको कार्यमा पूर्व ज्ञान समेत भएको हुँदा निजले गरेको कार्यमा मनसाय तत्त्व छ। सोही कारण निजले मनसायमै नै रही मुलुकी अपराध संहिता 2074 को 77 को 1 बमोजिमको परिभाषाभित्र पर्ने जानाजान गरेको कार्यभित्र उनले गरेको कार्य पर्दछ श्रीमान। एउटा कुरा नि कैँची घातक हतियार हो। कैँची हो श्रीमान। कैँचीले हानेर कैँचीले श्रीमतीलाई आपसी घर झगडा हुँदा श्रीमतीलाई सामान्य अवस्थामा उसको हातमा कैँची छ के त्यो उसले कुनै मनसाय लिएर श्रीमतीलाई मार्छु भन्ने इन्टेन्सनले प्रहार गरेको जस्तो देखिँदैन। देख्ने व्यक्ति त्यो प्रत्यक्षदर्शी छन् श्रीमान। यस सन्दर्भमा मुद्दाको तथ्य नम्बर 9 मा हेर्नुहुन्छ भने चाहिँ त्यहाँ स्वयं जायरवालाले के कुरा उल्लेख गरेको छन् भन्दा श्रीमान त्यसमा कैँची आमाले भने अनुसार कैँचीलाई चाहिँ लागेको भन्ने कुरा प्रष्ट रूपमा उल्लेख गरेको छ। कैँचीले हान्यो तथ्य स्थापित भयो। कैँचीले प्रहार गर्दाखेरि उसका हातमा उसले त श्रीमतीलाई मार्ने इन्टेन्सन यदि मनसायपूर्वक त्यो कार्य गरेको भए अरू कुनै हतियारले हान्न सक्थ्यो त मार्ने नै इन्टेन्सन हो भने त हातमा भएको कैँचीले के गर्यो भने झगडा भइरहँदाखेरि के हो भने यसरी के अरे त्यो उसलाई छेक्नलाई अथवा उसलाई चाहिँ नकरा भन्नका लागि झगडा नगर भन्नका लागि त्यो कैँचीले प्रहार गरे देखिन्छ तथ्यमा एउटा कुरा। अनि अर्को कुरा के छ भने यहाँ डक्टरको बकपत्र हेर्नुभयो तपाईँले, डक्टरको बकपत्र हेर्नुभयो अनि डक्टरले के भनेको छ? डक्टरले त्यो बकपत्र तपाईँ त सरकारी वकिल साहब होइन, डक्टरले के भनिरहेको छ भने त्यो डक्टरले स्वास्थ्य परीक्षण गर्ने डक्टर त्यो हो कि होइन? खड्गलाल ओली हुनुहुन्छ श्रीमान। अनि उहाँको बकपत्रमा के छ हेर्नु भएको छ अदालतको बकपत्रमा? हजुर श्रीमान, ट नम्बर मुद्दाको तथ्य नम्बर ट मा हामीले पेश गरेको बस नोटको ट नम्बरमा तपाईँले हेर्न सक्नुहुन्छ श्रीमान। यो भनेको परिमार्जित पछि मुटकोट दिँदाखेरि परिमार्जित दिएको हुनाले मुटकोटको समस्यामा नभए तापनि पछि दिएको हुनाले पछिलाई समायोजन गरेको यसमा हामीले बस नोटको ट नम्बरमा तपाईँ बकपत्र गर्ने यो डक्टरले बकपत्र तपाईँ बकपत्र गराउन जानुभएको थियो? हजुर श्रीमान, जानुभएको थियो बकपत्र गराउन? हजुर श्रीमान। अनि डक्टरले यो के भनिरहेको छ भने हुन सक्छ भने मेबी होइन डक्टरले दिने। डक्टरले भने त तथ्यमा आधारित भएर डक्टरले त्यो चोटका कारणले मान्छे
मर्न सक्छ है भन्दाखेरि त शङ्का उब्जेन अनि तपाईँले क्रस क्वेसन गर्नु भएन त्यति बेला डक्टरलाई श्रीमान डक्टरलाई क्रस क्वेसन गर्नु भएन क्रस क्वेसन गरेको हो श्रीमान क्रस क्वेसन गरे त यसमा आएको छैन तथापि गर्नुभयो होला है तर यस्तो हुँदैन यो घाउको प्रकारका हिसाबले यो घाउका कारणले मान्छे मर्छ तत्काल उपचार गर्ने मान्छे बाँच्नु पनि सक्छ त्यस्तो अवस्थामा हो यहाँ त उपचार गर्नु तत्काल लागेको अवस्था छ होइन र उपचार पनि आफै जसले घाइते बनाएको उसैले लिएको देखिन्छ नि त मार्ने मनसाय व्यक्ति भएको व्यक्तिले चाहिँ उपचार गर्न दिन्छ र श्रीमान मनसाय भए तापनि के भएको छ भन्दाखेरि श्रीमान उनीहरूले पहिले उनीले टाइमको म्यानेज के हो चोट लाग्ने गरी उनले हाने र उनले हानिसकेपछि निजले आफूले एउटा देखाउनको समाजमा देखाउनको लागि उपचार जस्तो गरे तापनि निजले गरेको गम्भीर प्रहार नै भएको कारण सोही चोटका कारण मृत्यु भएको छ त्यसै गरी हतियार कति गम्भीर हो भन्ने सन्दर्भमा फेरि एउटा कुरा तपाईँलाई आइसकेको छ त्यो कुरा फेरि एउटा कुरा के राख्यो भने अनि डक्टरले के अरे त्यो सब परीक्षण गर्ने क्रममा भनेको कुरालाई तपाईँले त्यहाँ डक्टरबाट बोलाउन सक्नु भएन नि त सक्नुभयो र श्रीमान डक्टरले के भनेको छ त्यहाँ भने त्यहाँ सबलाई राख्ने ठाउँ जहाँ अस्पतालबाट ल्याएर उपचारबाट ल्याएर जहाँ गुन्द्रीमा ओछ्याइएको छ नि त ओछ्याएको गुन्द्रीमा राखिएको छ त्यो टाइम चाहिँ यस्तो गरौँला टाइम सिद्धियो रे होइन अब यो क्वेसनलाई फेरि पनि अब उहाँहरूलाई अर्को उसलाई पनि गरौँला सानो कुरा राखेँ मैले तपाईँ बकपत्रमा जानुभएको छैन भन्ने कुरा यो बकपत्रले देखाउँछ डक्टर अदालतको बकपत्रले के देखाउँछ भने प्रतिवेदन दिने क्रममा र त्यो लासलाई हेर्ने क्रममा के देखिन्छ भने के अरे शरीरभरि नीलनाम पनि छन् रक्ताम्य छ भनेर दिएको छ अनि डक्टरले अदालतमा आएर इन्टरनल ब्लिडिङका कारणले मर्या भन्छ त्यसकारण त्यो के अरे त्यो ओछ्याइएको शव जहाँ राखिएको छ नि त्यो शवमा ब्लड छैन भन्ने कुरा देखिन्छ त्यसकारण तपाईँ त्यो बकपत्रमा नजानु भएको देखिन्छ है यो डक्टरको अदालतको बकपत्रबाट के हो श्रीमान मुद्दाको घटनाको सन्दर्भमा हेर्नुहुन्छ भने घटना 7 गते भएको छ र निजको मृत्यु भनेको 20 गते भएको छ र सब परीक्षण परीक्षण भनेको 20 गते भन्दा पछाडि भएको छ र त्यो अवधिभित्र मैले त्यही कुरा गरिरहेको छु त्यो के अरे तत्काल के भनेको छ डक्टरले भने के अरे जाँच्ने क्रममा रक्ताम्य छ भन्छ कि नीलडाम छ भन्छ त्यो कुरा त खुलेन नि त यो अदालतको बकपत्रबाट भने मैले अदालतले इन्टरनल ब्लिडिङका कारणले मृत्यु भएको छ भन्छ के डक्टरले अदालतमा फरक परेन श्रीमान डक्टरले गरेको रिपोर्टमा ब्लन्ट फोर्स टर्माइन हेड भन्ने उल्लेख छ र सोहीसँग सम्बन्धित रहेर ब्लन्ट फोर्स टर्माइन हेड भन्दाखेरि त्यसमा 2 ब्लन्ट फोर्स टर्माइन हेडको एउटा हामी कहाँ रिसर्च प्रतिवेदन भएको छ त्यो पेश गर्नको लागि म अनुरोध गर्दछु त्यसमा के कुरा छ भनेपछि इन्टरनल र एक्सटर्नल ह्यामरेज हुन सक्ने भन्ने कुरा प्रष्ट रूपमा उल्लेख छ र इन्टरनल ह्यामरेज र एक्सटर्नल ह्यामरेजको मतलब भित्री रूपमा पनि चोट लाग्दाखेरि भित्री रूपमा पनि रगत बग्न सक्दछ र बाहिरी रूपमा पनि रगत बग्न सक्दछ भन्ने कुरा प्रष्ट रहन्छ र यसमा चाहिँ हामीले के कुरा हो भने श्रीमान निजलाई लागेको चोट जुन छ चोट श्रीमान छोटो समय लिन चाहन्छु तपाईलाई अझै एउटा मनसायकै कुरामा आउँछ यहाँ एउटा चाहिँ यो तपाईहरु समक्ष गरेकै अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीले बयान गर्दा के भन्छन् भने श्रीमतीले मेरो कलरमा समातिन् त्यसो गर्दाखेरि मैले उनलाई चाहिँ हुत्याइदिएको हुँ भन्छन् अनि कलरमा समाते पछाडि मैले हुत्याएको भनेर चाहिँ उनले तपाईहरुसँगको बयानमा भनेका छन् अनि कलर समातिसकेपछि हुत्याउने कुरा चाहिँ मनसायसँग जोडिन्छ उले कलर समात्न आइसके पछाडि उनले त आत्मरक्षाको लागि उलाई धकेलेको भन्ने कुरा चाहिँ हुँदैन योबाट श्रीमान यो मुद्दाको घटनाक्रम कहाँदेखि सुरु भएको छ भन्दाखेरि 7 गते बिहान झगडा भएको छ सामान्य किसिमको झगडा भएको छ र ऊ व्यक्ति के गर्छ भन्दाखेरि प्रतिवादी फुकेराम शर्मा गाउँमा जान्छ र गाउँमा गएर रक्सी खाएर आउँछ भनेपछि मतलब त्यसलाई नदोहोर्याइदिउँ हैन खाली यो भनेको मनसायको कुरो देखिन्छ र भने उले चाहिँ श्रीमतीले उलाई समातिसकेपछि आत्मरक्षाको लागि दिया मात्रै हो अनि तिम्रो चाहिँ मनसाय छ मार्न खोज्या हो भनेर चाहिँ भन्न मिल्छ श्रीमान धकेल्नुको मतलब उहाँले मात्रै भन्नु भएको छ र प्रतिवादीले आफ्नो प्रति जिकिर लिन सक्ने कुरा सामान्य समाजमा नै आउँदछ तर निजले धकेल्दै गर्दा भन्नुको मतलब उसले धकेल्दै गर्दा लडेको भन्ने कुरा कहीँ कतै पनि देखिँदैन तर निजले प्रहार गरेको हो र प्रहार गर्दा मान्छे मर्न सक्दछ भन्ने कुरा एउटा सामान्य समाजमा भएको व्यक्तिले बुझ्नुपर्ने कुरा हो र जोसँग सम्बन्धित रहेर नजिर कुनै पनि परिणामको पूर्व ज्ञान हुन्छ भने त्यसमा निजमा मनसाय रहन्छ भनेर सम्बन्धित रहेर हामी कहाँ नजिर पनि रहेको हुँदा म नजिर नम्बर पनि टिपाउन चाहन्छु श्रीमान अन्तिममा एउटा नेकपा 2079 निर्णय नम्बर 11153 यसमा
यो रमेश सिंह कुँवर विरुद्ध मानवीर सिंह कुँवरको जाहेर नेपाल सरकार रहेको यस मुद्दामा सम्मानित सर्वोच्च अदालतले मुद्दामा सामान्य ज्ञानभित्र विषयभित्र पर्ने कुनै कार्यको परिणामस्वरूप सोको नतिजाका रूपमा कुनै घट्दछ भने त्यसमा निजले चाहेर नै गरेको कुरा ठहर्छ र सो घटना घटाउने निजको चाहना वा मनसाय तत्त्व हुन्छ भन्ने समेत नजिर स्थापित भएको हुँदा यस मुद्दाका प्रतिवादी फुकेराम शर्माले निजलाई कैँची प्रहार गर्दा हुजुको जस्तो संवेदनशील पाठमा प्रहार गर्दा निज मन सक्दैन भनेर हामीले सामान्य रूपमा समझमा आउन सक्दैन। निजले सामान्य रूपमा पनि यो सोच्नुपर्ने विषय हो। त्यो भएको हुनाले निजले पूर्व ज्ञान भएको हुँदा निजलाई मानिस मर्न सक्छ भन्ने पूर्व ज्ञान हुँदा हुँदै पनि निजले प्रहार गरेको हुँदा निजको कार्यमा मनसाय तत्त्व रहेको छ। प्रहार गरेर यो नजिरमा हजुर श्रीमान यो नजिरमा के प्रहार गरेर छ? केले प्रहार गरेर छ? योमा दाउराले प्रहार गरेको थियो श्रीमान। दाउराले? हजुर श्रीमान। यसमा आमा लडेकी हुन् भन्ने कुरो त जाहेरवालाले बकपत्र गर्दा पनि त खुलाउँछ नि त श्रीमान। त्यसमा आमाबाट मैले के सुनि पाएको हो भन्दा बाबुको हातमा रहेको कैँचीले लागेको हो भन्ने कुरा जाहेरमा समेत मुद्दाको खण्ड तथ्यको खण्ड 9 मा प्रश्न रूपमा उल्लेख गरेको छ। लडेर हजुर त्यो कुरा चाहिँ बकपत्र गर्दा अदालतमा आएर त उसले पुष्टि गर्नु पर्यो नि त। जुन जाहेरीमा गरेको कुरा जाहेर दिँदा गरेको कुरा अदालतमा आएर भन्दाखेरि त उसले के भन्छ आमा बुवाले धकेल्दाखेरि लडेर कैँचीमा लागेको हो भन्ने कुरा उसले बकपत्र गरेको छ नि त। तपाईँहरू समक्ष हुनुहुन्छ बकपत्र गर्दाखेरि श्रीमान उहाँले के कुरा उल्लेख गर्नु भएको छ भन्दाखेरि लडेर भन्दा पनि कैँचीमा चाहिँ लागेको जो भए पनि कैँचीमा हो लागेको भन्ने कुरा प्रश्न रूपमा छ। र प्रतिवादी लिँदै गर्दाखेरि प्रतिवादी लिएको जिकिर के छ भन्दाखेरि होइन सिलाइ मेसिन जुन गर्ने मेसिन छ त्यसको खुट्टामा लागेको भन्ने कुरा छ र त्यो खुट्टासँग लागेको भन्ने कुरा कहीँ पनि प्रमाणित हुँदैन र कैँचीमा लागेको भन्ने कुरा स्वयं यो मुद्दाको सन्दर्भमा मृतकको पोस्टमार्टम रिपोर्ट तयार गर्ने खड्गलाल ओली डाक्टर हुनुहुन्छ उहाँले पनि उल्लेख गरेको छ र स्वयं जाहेरवालाले सुरुमा जाहेरमा पनि उल्लेख गरेको छ। त्यो भएको हुनाले ठीक छ निजले कैँचीको प्रहारबाट नै निजको मृत्यु भएको भन्ने कुरा प्रश्न हुन्छ र निजको कार्यमा मनसाय तत्त्व देखिन्छ भन्ने हो श्रीमान। यस मुद्दाका सन्दर्भमा वादी तर्फबाट दोस्रो र तेस्रो प्रश्नतर्फ बहस पैरवी गर्नको लागि सहायक जिल्ला न्याय अधिवक्ता दुर्बिन ओलीले प्रश्न पार हुनेछ यस इजलास समक्ष। हाँ वकील साहब तयारी म टाइम जाला जस्तो छ। ठिक छ एउटा नि तथ्य हामीले पनि मिसिल हेऱ्यौँ होइन। तथ्य हामीलाई पनि थाहा हो र अघि यसभन्दा पहिले बहस गर्ने वकिल साहबले तथ्य आइसकेको छ तथ्य पुरै आइसकेको छ। अब त्यो कुन शीर्षकमा आफूलाई दिएको छ त्यो शीर्षक मात्रै सीमित रहेर गर्दा हुन्छ। श्रीमान गुमान शर्माको जाहेरीले नेपाल सरकार विरुद्ध फुकेराम शर्मा रहेको यस कर्तव्यज्ञान मुद्दामा म समूह आइएमसी 104 लाई प्रतिनिधित्व गर्दै म सहायक जिल्ला न्याय अधिवक्ता वादी नेपाल सरकारको तर्फबाट मेरो सहकर्मी प्रथम वक्ताले गरेको बहस पैरवीलाई न्याय निरूपण अनुसरण गर्दै बाँकी रहेका मुद्दाका प्रश्नहरू र अन्तिममा मागदाबीको बहस पैरवीको लागि सम्मानित इजलास समक्ष उपस्थित भएको छु। श्रीमानको अनुमतिले म दोस्रो र तेस्रो प्रश्नतर्फ आफ्नो तर्कहरू प्रस्तुत गर्न चाहन्छु। श्रीमान प्रस्तुत मुद्दाको दोस्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादीले गरेको कैँची प्रहार चिकित्सकीय प्रमाण र कारण परिणामको प्रत्यक्ष सम्बन्ध वस्तुनिष्ठ साक्ष्य प्रतिवादीको असङ्गत बचाउ खण्डित भई मृतक सुकीमाया शर्माको मृत्यु फुकेराम शर्माले गरेको कैँची प्रहारबाट भएको प्रमाणित भइसकेको श्रीमान। यस तर्फमा प्रमाणित गर्नको लागि दुईवटा तर्क प्रस्तुत गर्न चाहन्छु श्रीमान। पहिलो तर्क चिकित्सकीय प्रमाण र कारण परिणाम मेडिकल एभिडेन्स एन्ड कजेसनको आधारमा मृत्यु प्रतिवादीकै प्रहारबाट भएको देखिन्छ श्रीमान। प्रस्तुत मुद्दाको तथ्य अनुसार श्रीमान मृतक सुकीमाया शर्माको सब परीक्षण प्रतिवेदनमा मृत्युको कारण ब्लन्ट फोर्स इन ट्रमा हेड भनी स्पष्ट रूपमा लेखिएको छ र डाक्टर खड्गलाल ओलीले निजको मृत्यु कैँची प्रहारबाट भएको भनी स्पष्ट रूपमा भन्नुभएको छ। त्यसैगरी प्रमाणन 2031 को दफा 18 क बमोजिम श्रीमान सब परीक्षण प्रतिवेदन अटोप्सी रिपोर्टमा सम्बन्धित विशेषज्ञले उल्लेख गरेको कुरा मुख्य प्रमाणको रूपमा लिन मिल्छ भनी कानुन व्यवस्था रहेको छ श्रीमान। यस सम्बन्धमा एउटा नजिर टिपाउन चाहन्छु। नेकापा 2065 अंक 7 निर्णय नम्बर 7728 भएको मुद्दामा मानिसको मृत्युको सम्बन्धमा सो सम्बन्धी विषयगत विशेषज्ञता हासिल गरेका
विशेषज्ञद्वारा गरिएको परीक्षण र त्यसका आधारमा प्रस्तुत गरिएको प्रमाणिक महत्त्व रहने भनी सम्मानित सर्वोच्च अदालतले नजिर स्थापित गरेको छ श्रीमान। त्यसकारण चिकित्सकीय विधिशास्त्र अनुसार सब परीक्षण र विशेषज्ञको अध्ययनले मृत्युको कारण निर्धारण गर्न अदालतलाई निर्णायक सहयोग पुर्याउन सक्छ भन्ने विश्वास रहेको छ श्रीमान। त्यसैगरी अर्को नजिरतर्फ विचार गर्दा श्रीमान यसमै क्वेसन राखेँ है, यसमै क्वेसन राखेँ। यो ज्यान मुद्दा हो श्रीमान होइन? ज्यान मुद्दामा यसमा विशेषज्ञले कस्तो राय दिए रहेछ? विशेषज्ञले भन्नाले के को जाँच गरेर राय दिए रहेछ? यसमा पनि मृत्युको कारण टाउकामा लागेको चोटको कारण भएको छ भनेर यो मुद्दाको नजिरमा स्थापित यो तथ्यले हुनसक्छ भनेको छैन यसमा? हुनसक्छ भनेको छ श्रीमान, हुनसक्छ भनेको छ। यसमा पनि हुनसक्छ भनेको छ श्रीमान। हजुर। त्यसै गरी श्रीमान अर्को नजिरतर्फ विचार गर्दा नेकपा 2077 अङ्क 6 निर्णय नम्बर 90/22 भएको मुद्दामा अपराधका सम्बन्धमा खडा भएका मुचुल्काहरूमा प्रमाणिक शक्ति हुन्छ। तिनमा व्यक्त तथ्यले अपराधको वस्तुस्थिति बताउँछन्। व्यक्तिले झुटो बोल्न सक्दछ तर वस्तुस्थिति उक्त तथ्यले कहिले झुटो बोल्दैन। यिनको प्रामाणिक मूल्यलाई अस्वीकार गर्नु न्यायसङ्गत हुँदैन भनी सम्मानित सर्वोच्च अदालतले नजिर प्रतिपादन गरेको छ श्रीमान। यस अर्थमा विशेषज्ञले दिएको राय त्यसै घटनास्थलबाट भएको मुचुल्काको विवरणलाई अन्यथा गरी सम्मानित अदालतले यी सबै कुरालाई ध्यानमा राखी आफ्नो प्रतिवादीले गरेको कसुर नै मृत्युको कारण रहेको देखिन्छ श्रीमान। त्यसै गरी डिले डेथ डक्ट्रिनका सिद्धान्त अनुसार यदि कसैलाई ज्यान जान सक्ने गरी चोट पुर्याएर तत्काल मृत्यु नभई उपचारको क्रममा वा केही समयपछि सोही चोटको परिणाम स्वरूप मृत्यु भयो भने पनि कर्ता नै हत्याको अपराधी हुन्छ भनी नेपालको मुलुकी अपराध संहिता 2074 को दफा 177(1) मा कानुनी व्यवस्था रहेको छ श्रीमान। प्रस्तुत मुद्दामा पनि प्रतिवादी फुकेराम शर्माले गरेको कैची प्रहारबाट तत्कालै मृतक सुकीमाया शर्माको मृत्यु नभई मिति 2082 6 महिना 20 गते मृत्यु भएको छ श्रीमान। त्यसकारण डिले डेथ डक्ट्रिनका अनुसार पनि मृत्यु प्रतिवादीकै प्रहारबाट भएको देखिन्छ श्रीमान। दोस्रो तर्कतर्फ के अरे यो अभियोग चाहिँ तपाईँहरूले लगाउनु भयो, अभियोग लगाउनु मात्रै पर्याप्त होइन होला होइन। जब जाहेरवाला स्वयं अदालतमा गएर हाम्रो प्रमाण ऐनले पनि जाहेरलाई पूर्णता मान्दैन होइन, त्यसले पनि के अरे अनुसन्धानको बेलामा भएको कुरालाई अदालत समक्ष गएर पुष्टि गरिदिनुपर्छ भन्ने कुरा गरेको छ। जाहेरवाला स्वयं चाहिँ मृत्यु बुवाको प्रहारबाट भएको होइन भनेर भन्छन्। अनि तपाईँले प्रतिवादी स्वयं पनि अदालतमा पुगेर मैले चाहिँ मारेको होइन, उनी चाहिँ आफै लडेर हो भन्ने कुरा चाहिँ गर्छिन्। अनि अब हामीले चाहिँ उनीहरूले मारेका हुन् भनेर कसरी भनिदिनु पर्ने होला? श्रीमान प्रस्तुत प्रश्नमा एउटा नजिर टिपाउन चाहन्छु। नेकपा 2068 अङ्क 9 निर्णय नम्बर 8687 भएको मुद्दामा इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसुरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन सक्दैन भन्ने नजिर स्थापित भएको श्रीमान। कुनै कुराको इन्कारी गर्नु एउटा कुरा हो श्रीमान, त्यसै गरी उक्त कुरालाई प्रमाणित गर्न सक्नु अर्को कुरा हो श्रीमान। यस प्रस्तुत मुद्दामा अभियोजन पक्षले के गरेको छ भने श्रीमान चेन अफ इभेन्ट्स थ्योरीका अनुसार जुन घटनाक्रमको निरन्तरता, त्यसै गरी जाहेरी दरखास्त, त्यसै गरी घटनास्थल मुचुल्का, सब परीक्षण प्रतिवेदन, प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गरेको बयान र डाक्टर खड्गलाल ओलीले समेत अदालतमा आइ गरेको बकपत्र अनुसार कैची प्रहारबाट नै भएको देखिन्छ श्रीमान मृत्यु। त्यसकारण प्रतिवादीले गरेको कैची प्रहार नै मृतक सुकीमाया शर्माको आमालाई चाहिँ जन्डिस जस्तो रोकियो, जन्डिसको कारणले नै मृत्यु भएको हो र उहाँलाई दोष मात्र लागेको हो भन्ने कुरा त उहाँले त बकपत्रबाट त्यही भन्नुभएको छ। त्यसलाई कसरी पुष्टि गर्नु? श्रीमान प्रस्तुत प्रश्नतर्फ विचार गर्दा जाहेरवालाले जन्डिस लागेको भनेर तथ्य थप्नु भएको छ पछि बयान गर्दा, तर त्यस्तो त्यो खड्गलाल ओलीले गरेको बकपत्र अनुसार त्यो जुन सब परीक्षण प्रतिवेदन छ त्यसमा कुनै पनि जन्डिसको कारणले मृत्यु भएको भनी उल्लेख गरिएको छैन श्रीमान। त्यसकारण तथ्यगत रूपले प्रमाणित नभएको कुरालाई मृत्युको कारण जन्डिस भन्न सकिँदैन श्रीमान। यसमा सब परीक्षण प्रतिवेदन गर्दा टाउकोमा लागेको चोट परीक्षण गर्न सक्ने डाक्टरले जन्डिसको कारणले गर्न सक्छ श्रीमान। त्यसकारण आधा अधुरो विशेषज्ञले आधा अधुरो काम गर्छ। ठिक छ, यसलाई त तपाईँले यो पेश गरे नजिरले मानिस झुटो बोल्न सक्छ तर तथ्य र प्रमाण चाहिँ झुटो बोल्दैन भन्नेले यसले अलिकति यसलाई ट्याली गर्ला। तर मैले अघिदेखि भन्न खोजेँ, अघि क्वेसनको मैले जवाब पाइनँ क्या।
यो यो कसले गरे हो यो 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 तपाईँ त सरकारी वकिल साहब होइन यो घटनास्थल लासराज मुजुलका कसले गरे हो प्रतिवादीले गरे हो होइन प्रतिवादीको मान्छेले गर्न लगाएको हो अभियोजन पक्षले गर्यो। अभियोजन पक्षले गर्न लगाएको त्यही त भने यो घटनास्थल लालराज मुजुलकामा रक्ताम्य छ शरीर गुन्द्रीमा ओछ्याएको भन्छ तपाईँको डक्टर आएर के भन्छ भने डक्टर पनि तपाईँको पक्ष हो होइन तपाईँको डक्टर आएर के भन्छ भने कैजीको चोटले मर्न सक्छ भन्ने अब त्यो के हो त्यो रक्ताम्य भएको होइन त त्यो तथ्य तपाईँले यो तपाईँलाई खण्डित गरेन यो नजिरले तपाईँको तथ्य घटनास्थल लालराज मुजुलकाले एउटा कुरा देखाइरहेछ अनि तपाईँको डक्टर आएर एउटा कुरा अदालतमा आएर एउटा कुरा बकपत्र गरिरहेको छ त्यही भएर म तपाईँ जानुभएको थिएन यो के अरे बकपत्र गराउन भनेर अघि क्वेसन सोधेको थिएँ के हो त्यो घटनास्थल मुजुल्का र डक्टरको बकपत्र के हो श्रीमान घटनास्थल मुचुल्कामा के भनिएको छ भन्दा कैची प्रहारबाट रगत बगेको देखिन्छ भनिन्छ त्यसै डक्टरले पनि डक्टर स्वयंले पनि कैची प्रहारबाट नै मृत्यु भएको देखिन्छ कैचीले डक्टरले के भनेछ भन्नुहोस् न मलाई डक्टरले भने पढ्नुहोस् त अदालत बकपत्र गर्दा डक्टरले भने कुनै भारी चीज वस्तु वा हतियारले प्रहार गरी चोट लागेको अवस्था हो भारी चीज वस्तु वा हतियारले टाउकोमा प्रहार भएकोले टाउकोमा काटी भित्र रगत बगी मृत्यु भएको हुन सक्छ उक्त कैचीको प्रहारबाट मानिसको मृत्यु हुन सक्छ भन्ने समेत बेहोराको यही कुरा क्वेसन हो त्यो त्यो उसले भनिरहेको छ अनि त्यो लालराज मुजुल्का कसले गरे हो त मैले अघि क्वेसन गरे हो नि त लालराज मुजुल्का गर्ने मान्छे को हो प्रतिवादीको मान्छेले त गरेन होला तपाईँले जुन नजिर पेश गर्नुभयो त्यो नजिर खण्डित भयो नि त यसबाट अघिको त्यहाँ जुरीबाट आएको क्वेसनलाई तपाईँले यो नजिरले सपोर्ट गर्छ भने तपाईँलाई मैले हजुर तर यो मुद्दाको तथ्यले फेरि तपाईँले यो नजिरले सपोर्ट गर्दैन त अनि श्रीमान कैची घटनास्थल मुचुल्कामा पनि कैची प्रहार भएको देखिन्छ श्रीमान कैची बरामद भएको छ होइन हजुर कैची बरामद गरेको छ अनि कैचीमा त्यत्रो ब्लड आउने गरी यो तपाईँको के अरे यो लालराज मुजुल्का बरामदी मुजुल्कामा कैची बरामद भएको छ कैचीमा कतै रगत लागेको छ त कैचीमा रगत नलागे पनि श्रीमान त्यो त प्रमाण तपाईँहरूले गुजार्नुपर्छ के प्रमाणित दफा 25 ले हजुर त्यो प्रमाण प्रमाणित गर्नुपर्ने हो अभियोग लगाइसकेपछि त्यो अभियोगलाई पुष्टि गर्ने आधार त तपाईँले अघि यो नजिर पेश गरे जस्तै आधार र कारणसहित पेश गर्नुपर्ने होइन प्रमाण पेश गरिरहेका छौँ श्रीमान चेन अफ इभेन्ट्स थ्योरी अनुसार नै हामी अगाडि मैले छैन भनिरहेको छु तपाईँलाई मैले गर्नुभएको छैन भनिरहेको छु डक्टरले एउटा बकपत्र गरेको छ एउटा किसिमको रिपोर्ट दिएको छ होइन अनि घटनास्थल लालराज मुजुल्कामा एउटा कुरा देखिरहेको छ होइन देखिरहेको छ अनि त्यो कुरालाई होइन भन्छ त्यो कुरालाई होइन भने त त्यसकारण यो अलिकति तथ्य यसमा यो मुद्दाको अनुसन्धान प्रक्रिया के भने अभियोजन पक्षले प्रहरीले अनुसन्धान गर्छ सरकारी मुद्दा होइन सरकारी मुद्दामा अभियोजन गर्ने अभियोग लगाउने काम सरकारी वकिलले गर्छ र अभियोजन पक्षले जसले चाहिँ के अरे अभियोग लगाउँछ त्यसले चाहिँ निर्देशन गर्नुपर्छ क्या यो तेरो प्रमाण पुगेन तर यसमा अनुसन्धान गर अथवा यो मान्छेलाई बुझ भनेर भन्नुपर्छ त्यो देखिएन के त्यो के हो त्यो विषयमा अलिकति छोटो 2 मिनट मात्रै बाँकी छ हजुर श्रीमान प्रस्तुत मुद्दामा चाहिँ हामी जाहेरी दरखास्त अनुसार त्यसैगरी घटनास्थल मुचुल्का र सब परीक्षण प्रतिवेदन अनुसार र प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गएर स्वयंले मैले प्रहार गरेरै निजको मृत्यु भएको भनी स्वीकारोक्ति गरिसक्नु भएको छ र यसमा अन्यथा शङ्का उपशङ्का गर्नु आवश्यक देखिँदैन श्रीमान होइन कहाँ स्वीकार गर्नु भएको छ गर्नुभएको छ श्रीमान तथ्य अनुसार तथ्यमा गर्नुभएको अदालतमा के भन्नुभएको छ अदालतमा प्रमाणनको दफा 9 को क बमोजिम कुनै पनि अभियुक्तले त्यो प्रमाणित 2031 दफा 9 का कुराहरू थुन्चेकका क्रममा हो के त्यो थुन्चेकका क्रममा केही बुझिया हुन्न थुन्चेक भने सरकारी वकिलले अभियोग पत्र पेश गर्छ नि अदालतमा हजुर त्यो अदालतमा अभियोग पत्र पेश गर्यो भने अनि थुन्चेक प्रयोजनका लागि 9 का कुराहरू होलान् हजुर समग्र तथ्य मिसिल तयार भएर फैसला हुने बेला मिसिल पूर्ण भएर फैसला हुने बेला भयो भने त आउँछ प्रमाणित गरेको दफा 25 का कुराहरू 9 गर्छ तपाईँलाई थाहा छ कि प्रहरीका भएको कागज मलाई कुटपिट गर्यो पनि भन्नु पर्दैन मलाई के छ भने मलाई कुटपिट गर्यो अथवा यातना दियो पनि भन्नु पर्दैन क्या अहिले के छ भने मलाई चाहिँ त्यो बयान नसुनाएर गराएको सही साहब ल्याप्चे सही साहब मेरो हो हैन ल्याप्चे सही साहब मेरो हो भन्छ क्या अहिले होइन प्राइभेट वकिलले सिकाउँछ ल्याप्चे सही साहब मेरो भन्नु त्यो कागज मेरो होइन भन्नु पुलिसले मलाई सोध्यो भने डरधाक धम्की दिएर दियो डरधाक धम्की भने कस्तो हुन्छ मानसिक
मानसिक रूपले हेर्दाखेरि पनि मान्छेहरू रमाउने हुन्छ क्या। ए प्रस्तुत मुद्दामा दिएको छैन श्रीमान, जिकिर पनि लगिएको छैन प्रतिवादीले, मैले स्वयंले स्वेच्छाले गरेको भनेर स्वीकारोक्ति दिइसकेका छन्। यसमा डर धार धम्की कुनै पनि लिएको छैन। र अर्को कुरा चाहिँ दफा 27 बमोजिम प्रतिवादीले लडेर मृत्यु भएको हो भनेर जिकिर लगेका छन् अदालत समक्ष। तर त्यो उक्त जिकिरलाई चाहिँ प्रमाणित गर्ने प्रतिवाद 27 बमोजिम दफा 27 प्रतिवादीकै भार हुन्छ, त्यसो प्रमाणित गर्न सकिएको अवस्था छैन श्रीमान। के गर्नु पर्यो? अब प्रतिवादीले लडेर भागो मुद्दा अनुसन्धान तपाईहरु गर्नुहुन्छ अनि प्रतिवादीले के गर्छ बिचाराले? अब तपाईहरु कस्ट सुन्नु न, तपाईहरु कस्टडीमा मान्छे हुन्छ हजुर श्रीमान, हैन अलिकति यसो गरिस् भने खबरदार भन्छ तपाईको पुलिसले। हजुर श्रीमान, अनि त्यो मान्छेलाई बिचारा अर्का कस्टडीमा भए मान्छेले भन्ने कुरा पनि भन्न सक्दैन नि त। आफ्नो वकिल मार्फत त्यो ल्याउनु पर्छ श्रीमान। प्रतिवादीले कानुन बमोजिम नै दफा प्रमाणनको दफा 27 बमोजिम अनि मुद्दा अनुसन्धानका क्रममा भेट्न दिनुहुन्छ तपाईहरुले? हामीले दिन्छौँ श्रीमान भेट्न। भेट्न दिनु भएको छ? हजुर ल श्रीमान, त्यसकारण अन्तिममा एउटा नजिर टिपाउन चाहन्छु श्रीमान। नेकपा 2069 अङ्क 12 निर्णय नम्बर 89-30 भएको मुद्दामा पत्नीसँग कुनै कारणले बेमेल हुँदैमा मार्नुपर्ने अवस्था र कारण हुँदैन, बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो। आफ्नो संरक्षकत्वमा रहेकी आफूले सदैव रक्षा गर्नुपर्ने पत्नीलाई मारेको अवस्थामा कानुन बमोजिम मागदाबी प्रयोग गरी सजाय घटाउने अवस्था र कारण नहुने भनी सम्मानित सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको छ श्रीमान। त्यसैगरी अर्को नजिरतर्फ विचार गर्दा श्रीमान नेकपा 2066 अङ्क 9 निर्णय नम्बर 82-20 भएको मुद्दामा अपराध गर्नेले अपराध माफीकै सजाय पाउनुपर्छ भनी नजिर स्थापित भएको श्रीमान। त्यसकारण प्रतिवादीले कैची प्रहार गरी भएको सुकीमाया शर्माको मृत्यु जानाजान र मनसाय राखी गरेको मृत्यु भएको कारणले निजलाई अभियोग माग्दाको बमोजिम नै 177 बमोजिमको कसुर प्रमाणित भएकोले सोही ऐनको दफा 177 2 बमोजिमको प्रतिवादीलाई सजाय दिनुपर्छ। हामीले अनुसन्धान राम्रोसँग नगरे पनि सजाय चाहिँ हुनुपर्छ भन्ने भन्नु पर्यो हैन त? अनुसन्धान पूर्ण रूपले गरेको छ श्रीमान। जारी मैले भने त तपाईले कति क्वेशन राखे, यो क्वेशन अनुसन्धान राम्रो भएको छैन भने त मैले तपाईलाई। हजुर श्रीमान, हैन र? हो सबै कुरा कैची हरेक ठाउँमा कैची प्रहारको कुरा, घटनास्थल मुचुल्का, त्यसै जारी दरखास्त, त्यसै डाक्टरले गरेको बगपत्र, त्यसैगरी कुकुरीले हान्दाखेरि मान्छे मर्दैन के कहिले काहीँ? यस सम्बन्धमा अर्को नजिर तरबारले हान्दाखेरि मान्छे मर्दैन, मार्छु भनेर हान्दाखेरि पनि के अरे मान्छे मर्दैन कहिले काहीँ। अनि सामान्य कैचीले श्रीमतीलाई यसो गर्दाखेरि त्यही चोटका कारणले मर्ने हुन्छ त? एउटा अर्को नजिर टिपाउन चाहन्छु श्रीमान। नेकपा 2079 निर्णय नम्बर 10834 अङ्क 3 भएको यो नेपाल सरकार विरुद्ध राजकुमार चौलागाई भएको मुद्दामा यसमा चाहिँ के छ भन्दा श्रीमान, यो त्यो माथि कुरा नभन्नु, तथ्य मात्रै भन्नु त। यसमा सामान्य रूपमा दाउराले हानेको छ पत्नीलाई, यसमा पनि प्रस्तुत मुद्दामा पनि। अनि त्यसपछि के भनिएको छ भन्दा यो मुद्दाको नजिर स्थापित के गरिएको छ भने हतियार जोखिमी थियो वा थिएन भन्ने कुराको आधारमा मात्रै कसुरको निर्धारण गर्न नमिल्ने, सो हतियारबाट कसरी दुष्परिणाम पैदा हुन पुग्यो वा कार्यको परिणाम प्रतिको कर्ता सचेतना थियो वा थिएन भन्ने छ श्रीमान। सामान्य रूपले दाउरा प्रहार गरिएको छ। ल त्यति बेला पनि तत्कालै मृत्यु नभएर पछि उपचार हुन नसकेपछि मृत्यु भएको श्रीमान। सामान्य रूपमा दाउराले मात्रै हानेर कहाँ हुन्छ भनेर प्रश्न उठाइएको थियो प्रतिवादी तर्फबाट, तर मृत्यु भएको कारणले निजलाई कानुन बमोजिम दाउरा पनि हेरी हुन्छ। कत्रो छ दाउरा सानै देखिन्छ त्यहाँ लेखे। यसमा नजिर स्थापित छ, तथ्य अनुसार दाउरा धेरै ठुलो देखिँदैन श्रीमान। हुन्छ, अर्को पछिको कुरा सुनौँ ल पछाडि। ल अरू एकजना हुनुहुन्छ कि हुनुहुने पत्ता छैन होला, अर्को पछि होला होइन? 3 जनाको हुने होइन? होइन, दुईजना मात्र। गुमान शर्माको जाहेरीले नेपाल सरकार वादी भई फुकेराम शर्मा प्रतिवादी रहेको यस कर्तव्यजान सम्बन्धी मुद्दामा प्रतिवादीको तर्फबाट बहस गर्नको लागि म अधिवक्ता दामोदर खड्का यस सम्मानित इजलासमा उपस्थित भएको छु। प्रस्तुत मुद्दामा मैले 2वटा निरूपण गर्नुपर्ने प्रश्नतर्फ 13 मिनट बहस गर्नेछु र बाँकी 2वटा निरूपण गर्ने प्रश्नमा हसिना बुढा मगरले थप 10 मिनट बहस गर्नुहुनेछ र अनुसन्धानकर्ताको लागि हामीसँग प्रतीक्षा विश्वकर्मा हुनुहुन्छ र 2 मिनट चाहिँ हामीले सर रिबटलको लागि आरक्षित गरेका छौँ। श्रीमान, मुद्दाको तथ्य आइसकेको छ, अवगत छ र अभियोजन पक्षले तथ्य प्रकट गर्ने क्रममा तथ्यलाई के हदसम्म मिसरिप्रेजेन्ट गर्नुभएको थियो
तथ्य प्रस्तुत गर्ने क्रममा उहाँले चाहिँ जाहेरवालाले अदालतमा आएर उल्टो बकपत्र गरेको, विरोधाभासी रूपमा बकपत्र गरेको, जस्तो कि बुबाले भन्दा आमा आफै लडेको र आमालाई जन्डिस भएको कुरा पनि तथ्यमा खुलाइएको छ, तर त्यो अगाडि तथ्य प्रस्तुत गर्ने क्रममा आएको थिएन। र श्रीमान अभियोजन पक्षले तर्कहरू भावना अनुमानमा आधारित छन् तर कानुनी प्रमाणमा आधारित छैनन्। यहाँ अभियोग त गम्भीर छ तर प्रमाणहरू गम्भीर छैनन्। अभियोजन पक्षद्वारा पेश गरेका प्रमाणहरू एक आपसमा मेल नखाने, मालाकार रूपमा प्रस्तुत नभएको, विरोधाभासी तथा खण्डित र शङ्काले ग्रसित छन्, जसले प्रतिवादीको दोष स्थापना गर्न सक्दैन। आफूले पेश गरेको नजिर आफ्नै आर्गुमेन्टसँग बाजिएको देखिन्छ र खण्डित भएको देखिन्छ। र श्रीमान पहिलो निरूपण गर्नुपर्ने प्रश्न यस प्रकार छ के प्रतिवादी फुकेराम शर्माले मृतक सुकीमाया शर्मामाथि प्रहार गरेको तथ्य शङ्कामुक्त रूपबाट प्रमाणित भएको छ वा छैन? श्रीमान प्रतिवादीले मृतकलाई प्रहार गरेको तथ्य शङ्कामुक्त रूपबाट प्रमाणित भएको छैन। यसको लागि म 4 वटा बुदामा अभियोजन पक्षले पेश गरेका प्रमाणलाई खण्डित गर्छु। पहिलो, घटना प्रतिवादीकै घरभित्र घटेको र सोही स्थानमा कैँची बरामद भएको आधारमा मात्र प्रतिवादीले संलग्नता स्वतः प्रमाणित हुँदैन। घटनास्थल मुचुल्काको प्रमाणिक मूल्य प्रमाण ऐन 2031 को दफा 18 बमोजिम उक्त लिखितमा उल्लेख भएको कुरा अदालतमा आएर आफै व्यक्त गरेमा र अन्य प्रमाणहरूसँग मेल खाएमा प्रमाणिक भ्यालु ग्रहण गर्छ। त्यसैगरी श्रीमान एउटा नजिक पाउन चाहन्छु, नेपाल सरकार विरुद्ध रामरूप सरदार निर्णय नम्बर 8013। श्रीमान घटना भएको तथ्य पुष्टि हुँदैमा तथ्य संक्षेपमा भन्नु, तथ्य संक्षेपमा भन्नु। हजुर तथ्य संक्षेपमा भन्नु त्यसलाई। श्रीमान यसमा के भएको थियो भनेपछि यहाँ एउटा अपराध कसुर भएको थियो। यहाँ चाहिँ प्रतिवादीले मृतकलाई घरायसी झगडामा चाहिँ प्रहार गरेका हुन्छन् र त्यहाँ विभिन्न प्रमाणहरू, परिस्थितिजन्य प्रमाणहरू सबैलाई समग्र रूपमा हेर्दाखेरि अपराध भएको देखिन्छ तर प्रतिवादीको संलग्नता देखिन्न। र यसको रेसियोमा के रहेको छ भनेपछि कसुर भएको प्रमाणित हुँदैमा प्रतिवादीको त्यहाँ संलग्नता छ भनेर प्रमाणित हुँदैन भनेर यसमा रेसियो दिएको छ श्रीमान। त्यसै गरी अभियोजन पक्षले कैँचीलाई नै आफ्नो सोल एभिडेन्सको रूपमा राख्नुभएको छ तर घटनास्थलमा र त्यसै गरी सिलाइ पसलमा कैँची फेला पर्नु एउटा स्वाभाविक कुरा हो। हतियार बरामद हुनु र त्यो हतियार नै अपराधमा प्रयोग भएको भन्नु एउटै कुरा होइन, अलग अलग कुरा हो। मृतकको चोट र बरामद गरेको कैँचीको बीच प्रत्यक्ष वैज्ञानिक र फोरेन्सिक सम्बन्ध पनि देखिँदैन। यस सन्दर्भमा एउटा नजिक टिपाउन चाहन्छु श्रीमान, श्री 5 को सरकार विरुद्ध रेशमी मलानी। यस मुद्दामा के भनिएको छ भनेपछि घर पछाडि लुकाइराखेको एउटा रगत लागेको बासिल्ला भेटिएको छ। यो प्रमाणको रूपमा अभियोजन पक्षले बुझाएका थिए र अदालतले उक्त रगत लागेको जुन बासिल्ला छ त्यसमा रगत कहिले लागेको, केसको रगत हो, सबै परीक्षण गरेर फोरेन्सिक एभिडेन्सको रूपमा प्रस्तुत गर्नुपर्छ भनेको छ तर यहाँ कैँचीको फोरेन्सिक र वैज्ञानिक परीक्षण गरेको पनि देखिँदैन श्रीमान। त्यसै गरी दोस्रोमा जाहेरवाला गुमान शर्माको कथनबाट प्रतिवादीको सक्रिय संलग्नता पनि प्रमाणित हुँदैन। श्रीमान जाहेरवालाले जाहेरी दरखास्तमा प्रतिवादीमाथि प्रत्यक्ष प्रहार गरेको गम्भीर आरोप लागेका छन् र अर्कोतर्फ अदालत समक्ष सोही आरोप नै खण्डन गरेर पूर्णत फरक बयान दिएको छन्। यस्तो मौलिक र आधारभूत विरोधाभास भएको अवस्थामा जाहेरवालाको कथनलाई विश्वसनीय प्रमाण मान्न मिल्दैन श्रीमान। त्यसै गरी जाहेरी दरखास्त आफैमा एउटा स्वतन्त्र प्रमाण होइन भनेर हाम्रो नेपाल सरकार विरुद्ध यज्ञबहादुर थापाको मुद्दामा पनि जाहेरी दरखास्तलाई स्वतन्त्र प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन भनेर प्रतिपादित गरिएको छ। प्रमाण ऐन 2031 को दफा 18 बमोजिम जाहेरी दरखास्तको प्रमाणिक मूल्य स्थापित हुनको लागि जाहेरी दरखास्तमा उल्लेख भएको कुरा त्यो व्यक्तिले स्वयं अदालतमा आएर बकपत्र गर्नुपर्छ। यो मुद्दामा अदालतमा आएर बकपत्र गरेर जाहेरीलाई समर्थन नगरेर उल्टो विरोधाभास बकपत्र गरेका छन् श्रीमान। त्यसैले जाहेरवालाको कथनबाट प्रतिवादीको संलग्नता स्पष्ट हुँदैन। यहाँनिर तपाईँको जाहेरी श्रीमान दिने आफ्नै छोराले बाउलाई जाहेरी दिएको देखिन्छ होइन। अनि त्यहाँनिर लडेर मृत्यु भएको आमा लडेर मृत्यु भएको छ र बाउलाई किन जाहेरी दियो त? त्यहाँनिर के पुष्टि गर्न सकिन्छ? त्यहाँनिर कि बाउ छोरामाथि केही विवाद त्यस्तो छ? श्रीमान कुनै प्रमाण देखिन्छ? श्रीमान यसको जवाफ म यसरी दिन चाहे। पहिलो कुरा त जाहेरवाला स्वयंले आफू घटनास्थलमा उपस्थित नभएको कुरा गरेका छन् र अर्को कुरा उनले प्रतिवादीलाई किन आरोप लाएर जाहेरी दिए भन्ने क्रममा
प्रतिवादी मुद्दाको तथ्यबाट हामीले के पाउँछौँ भने चाहिँ प्रतिवादी फुकेराम शर्मा रक्सी खाने र आफ्नो श्रीमतीसँग झगडा गर्ने कुरा देखिन्छ र त्यस कारणले हाम्रो जुन जाहेरवाला गुमान शर्मा हुनुहुन्छ उहाँ रिसमा दुःखको बेलामा चाहिँ उहाँले बुबाको विरुद्ध केही नसोचेर तत्काल आरोप लाउनु भएको छ। तर पछि केही समयपछि चाहिँ उहाँले अदालतमा आएर चाहिँ बुबाले मार्नु भएको होइन, आफै लडेको, आमालाई पहिलेदेखि जन्डिस नै थियो, हामीले त जन्डिसको उपचार पनि हुँदैन भनेर पहिले नै माया मारिसकेका थियौँ भन्ने कुरा गरेका छन्। र श्रीमानको सवालको जवाब चाहिँ जाहेरवाला रिसमा थिए र पीडामा थिए, तत्काल उनले नसोचेर नै जाहेरी दरखास्त दर्ता गरेका छन्। श्रीमान अलिकति यहाँ तपाईँले मालाकार कडीको कुरा गर्नुभयो नि, सिलसिलेवार छैन भन्ने कुरा। जाहेरी दरखास्त परेको छ, छोराले चाहिँ बुवाले मारेको भनेर भन्छन्, प्रतिवादलाई बयान गराउँदा हो मैले मारेको, कैँचीले हिर्काएको हो भनेर भन्छन्। वस्तुस्थिति मुचुल्का गर्ने मान्छेहरूले मेरै आँखाले देखेको हो भनेर वस्तुस्थिति मुचुल्का गर्छन्। अदालतमा गएर जाहेरवाला होस्टाइल भए पनि त्यहाँ उनले एउटा कुरा के भन्छन्, यो बेला बेलामा आमा र बुवाको झगडा चाहिँ भइरहन्थ्यो है भन्ने कुरा चाहिँ गर्छन्। अनि ती प्रतिवादी स्वयं पनि के भन्छन् भने मसँग अलि धेरै कचकच गर्न थालिन्, त्यसो गर्दा मैले चाहिँ धगल्द्या हो भन्नेसम्म चाहिँ अवस्था स्वीकार गर्छन्। अनि कहाँ के चाहिँ पुगेन, योभन्दा बढी के तथ्य हुनुपर्छ उसलाई चाहिँ ठहर गर्नको निमित्त केही छ त्योभन्दा चाहिँ योभन्दा अरू प्रमाण त के चाहिन्छ? जाहेरवाला हो भन्छ, अदालतमा गएर पनि झगडा हुने कुरा आफै स्वीकार गर्छन्। जाहेरवालाले चाहिँ झगडा भएको कुरा उनले स्वीकार गर्छन्, धगिलिदिएको हो भनेर आफै भन्छन्। डक्टरले भन्छ त्यो ब्लन्ट फोर्सको कारणले गर्दा उसको चाहिँ चोट भएको छ, चोट लागेर चाहिँ मर्न सक्छ भन्ने कुरा गर्छन्। अनि यसमा पनि योभन्दा थप बहस गरेर केही प्राप्त हुन्छ जस्तो लाग्छ तपाईँलाई? श्रीमान पहिलो कुरा त उहाँले प्रहरी समक्ष नै मैले हानेको भनेर स्वीकार्नु भएको छ, तर अदालत समक्ष चाहिँ आफूले नहानेको धगलेको चाहिँ स्वीकार्नु भएको छ। तर झगडाको अवस्था विद्यमान थियो भन्दैमा कैँचीले मैले प्रहार गरेको भनेर भन्न मिल्दैन। श्रीमान यहाँ हाम्रा साक्षीहरूले पनि झगडाको अवस्था विद्यमान रहेको, बिहान झगडा भएको देखेको कुरा गरेका छन्। तर प्रत्यक्ष रूपमा साँझ 5:30मा जुन हत्या भएको छ त्यति बेला चाहिँ आफूले प्रत्यक्ष रूपमा देखेको भनेर प्रत्यक्षदर्शी कोही पनि छैनन्। श्रीमान यहाँ त्यसै गरी बरामद गरेको जुन कैँची छ त्यो अब सिलाइ पसलमा पाउने त्यो स्वाभाविक कुरा नै हो र त्यो एउटा जोखिमी हतियार पनि होइन, जो सिलाइ पसलमा जहाँ पनि पाउने हतियार नै हो। र यहाँ चाहिँ अर्को कुरा छ जुन यो सब प्रतिवेदन कैँचीलाई जोखिमी हतियार होइन भन्नुभयो। हजुर श्रीमान, सामान्य ब्लेडले मान्छे मर्न सक्छ, त्यत्रो कैँची कति 14 इन्च कि 11 इन्च कति छ श्रीमान? जस्तो कि जति छ भन्नुहोस्, 11 इन्चको कैँची छ, ठुलो 11 इन्चको कैँची एउटा ठुलो हो। हजुर श्रीमान, अनि होइन मान्छे ब्लेडले सामान्य नङ्गटले मान्छे मर्या हुनसक्छ। हजुर अनि त्यो अनि कैँची जोखिम हतियार भएन त? श्रीमान कतातर्फबाट हानेछ भन्नुहोस् त कैँचीले? श्रीमान हाम्रो तथ्यको अनुसार चाहिँ कैँचीको पछाडि भागबाट हानेको भनेको छ। र त्यसै गरी हाम्रो जुन यो सब परीक्षण प्रतिवेदनमा पनि ब्लन्ट ट्रमा टु हेड भन्ने कुरा गरेको छ। जुन त्यो भने सर यसमा चाहिँ के छ भनेपछि ब्लन्टको मिनिङ चाहिँ हाम्रो क्याम्ब्रिज डिक्सनरी वा अक्सफोर्ड डिक्सनरीबाट हेरौँ भनेपछि चाहिँ तीखो नभएको भागबाट हानेको भन्ने बुझिन्छ। यदि धार नभएको भाग, यदि अभियोजन पक्षले भनेको जस्तो यदि कैँचीले नै मनसाय गरेर कर्तव्य गरेर नै हानेको भए त सब प्रतिवेदनमा चाहिँ शार्प फोर्स इन्जरी भन्न आउन सक्थ्यो, इनसाइड वोन्ड क्रिएटेड बाई शार्प एज वेपन आउन सक्थ्यो, स्टाफ इन्जरी आउन सक्थ्यो, क्लिन कट मार्जिन आउन सक्थ्यो, चोप वोन्ड आउन सक्थ्यो। तर यहाँ त ब्लन्ट ट्रमा त्यो हेड आएको छ जुन त कैँचीले नहानेर मार्नुपर्ने, श्रीमतीलाई मार्नुपर्ने भएपछि धारैतिरबाट हान्थ्यो भन्ने कुरा गर्नुभयो। एकदम श्रीमान त्यो पनि हो। अनि हाम्रो सब पर्सेन्ट प्रतिवेदनमा पनि यदि कैँचीले कर्तव्य गरेर नै हानेको भए चाहिँ रिपोर्टमा चाहिँ अरू अन्य कुरा आउँथ्यो जस्तो कि शार्प फोर्स इन्जरी, चोप वुन्ड, क्लिन कट मार्जिनले गर्दा मरेको भन्ने कुरा आउन सक्थ्यो। यहाँ ब्लन्ट ट्रमाले भनेको छ र ब्लन्ट ट्रमा चाहिँ कैँची बाहेक आफै लडेर पनि लाग्न सक्ने हुन्छ। एकदम पेट राख्नुहोस्। अनि अर्को कुरा मैले भने अघि मैले क्वेसन गरेको थिएँ, सुन्नुभएको थियो? हजुर हजुर, वस्तुस्थिति मुजुका हेर्नु भएको छ? हजुर। के छ त्यसमा? चोटपटक कति छ? चोटपटक निलडाम धेरै छ देखिन्छ त त्यहाँ। अनि कैँचीले एक ठाउँमा मात्रै घाँटीको पछाडिको भागमा। हजुर। प्रत्येक यो तपाईँको यहाँ के छ भने अलिकति त्यस्तै यो अनुसन्धान मैले अघि सरकारी वकिल साहबहरूलाई भने वस्तुस्थिति मुजुल्का भन्छ, त्यो मुजुल्काका मान्छेहरूले हामीले देखेको हो, झगडा भएको देखेको भन्छ। अन्य जो कागज गराइएको छ यो तपाईँको तिखे ठाकुर लगायतका मान्छेहरूको यो कालु रामको जो घटनावीर कागज गराएको छ, उनीहरूले चक्कुले झगडा भएको थाहा पायौँ भन्छन् कपडा सिलाउन गएको अवस्थामा, तर चक्कुले हाने हामीले देखिनौँ भन्छन् क्या यिनमा, होइन? कैँची हजुर
त्यो वस्तुस्थिति बुजुर्गमा भएको घाउ चोट र डक्टरले दिए रिपोर्ट र डक्टरले गरे बकपत्र, यो तीनटा कुरालाई हेर्दाखेरि त्यहाँ त कर्तव्य त्यति मात्रै होइन, कैँचीको चोट मात्रै छैन, त्यहाँ शरीरभरि निलडाम छन्, शरीरभरि निलडाम छन्। अब त्यो विषयमा के हो, त्यो निलडाम छन्, धेरै चोटपटक अरू पनि छ क्या, कैँचीले मात्रै प्रहार गरेको छैन। श्रीमान यसमा के छ भनेपछि मृतक आफै सिलाइ मेसिनको खुट्टामा ठोकेर लडेको हुनाले टाउकोमा मात्र चोट नलाएर अन्य शरीरमा पनि चोट लगाएर निलडाम बसेको हो। यसमा चाहिँ प्रतिवादीले नै कुटेर निलडाम बसेको हो भनेर अभियोजन पक्षले प्रमाण पनि पेश गर्नुभएको छैन। अब अभियोजन पक्षकै हो, प्रहरीहरू सब अभियोजन पक्षकै हो, सरकारी वकिलकै हो, र उहाँले चाहिँ निलडाम कसरी लागेको प्रतिवादीले गर्दा लागेकै हो भनेर पनि प्रमाण पेश गर्नुभएको छैन। र हाम्रो खण्डन के छ भनेपछि मेसिनमा ठोकेर लडिसकेपछि टाउकोमा त चोट लाग्यो, त्यो बाहेक अन्य शरीरको अन्य भागमा पनि चोट लागेर निलडाम बसेको भन्ने हाम्रो तर्क छ श्रीमान। त्यसै गरी सब परीक्षण प्रतिवेदनको पनि कुरा गर्नुभयो, अनि सब परीक्षण प्रतिवेदन पनि आफैमा एउटा स्वतन्त्र प्रमाण त होइन श्रीमान। यस सन्दर्भमा अभियोजन पक्षले मृत्युको कारण ब्लड फोर्स ट्रमा त हेर भएको सब परीक्षण प्रतिवेदनमा उल्लेख भए तापनि चोट कैँचीले लागेको वा लडेर लागेको परीक्षण प्रतिवेदन स्वतन्त्र प्रमाण होइन भन्नुभयो? हजुर श्रीमान। कसरी? यस सन्दर्भमा एउटा नजिक पहुँच श्रीमान। नेपाल सरकार विरुद्ध नेम प्रसाद आचार्य समेत यस निर्णय नम्बर 10837 यसमा के भनिएको छ भनेपछि चिकित्सकले सब परीक्षण गर्दा देखिएको शारीरिक अवस्थाको विवरणलाई प्रमाण लिन सकिने तर मृत्युको कारण कर्तव्यबाट भएको हो वा होइन भनेर चिकित्सकीले भन्न नसकिने भनेर यो नजिरमा भनिएको छ। साथै चिकित्सकीको बकपत्रको बेहोरा अन्य स्वतन्त्र प्रमाणसँग समर्थित हुन नसकेमा त्यस्तो बकपत्रलाई प्रतिवादी उप अभियोग ठहर गर्न अकाट्य प्रमाणको रूपमा लिन नमिल्ने भनेर सर्वोच्च अदालतले नजिर प्रतिपादन गरेको छ श्रीमान। त्यसैले नै हामीले यो कुन मुद्दाको हो? त्यो नेपाल सरकार विरुद्ध नेम प्रसाद आचार्य समेत कर्तव्यजान होइन? कर्तव्यजान कर्तव्यजान हो? हजुर श्रीमान। ल ल ल धन्यवाद। अनि के हो तपाईँको दाबी चाहिँ सफाइ दिनुपर्छ भन्ने हो कि होइन सजायको चाहिँ धारा दफा चाहिँ परिवर्तन गरेर अर्कोमा लानुपर्छ भन्ने? श्रीमान त्यहाँ आउँदैछु श्रीमान त्यहाँ म आउँदैछु। प्रमाणको खण्डन गर्ने क्रममा चाहिँ सबै सिद्धियो, कुरा बुझियो है, अब टाइम पनि सिद्धियो, मागदाबी गर्नुहोस्। ट्वाक्कै त्यसमा आउनु पर्यो। श्रीमान यहाँ चाहिँ के छ भनेपछि मृतकले प्रतिवादीले कैँची प्रहार गरेको तथ्य प्रमाणित भएको छैन। यहाँ चाहिँ मृत्यु हुन सक्ने अन्य विभिन्न वैकल्पिक कारणहरू पनि छन्, जस्तै जन्डिसको कारण, आफै लडेको कारण। यस्तो कारण सबै कारणलाई खण्डन गरिसकेपछि शङ्कामुक्त रूपबाट प्रमाणित भएपछि बल्ल हामीले त्यहाँनिर लडेको कारण होइन, लड्दै गर्दा पनि त उसले धकेलिदिएको त हो नि त, धकेलेर लडाएर पनि मार्न मिल्छ र मिल्दैन नि त श्रीमान। त्यो पनि हो एउटा उपाय चाहिँ आफै लडेर उसमा चाहिँ उनले हेलचक्राएको, त्यसमा चाहिँ मनसाय प्रेरित लाग्दैन। यदि ढकलेर चोट लागेको भयो भने त्यहाँ हेलचक्राएको वा अन्य वैकल्पिक दफा लाउन पर्ने हो। यहाँ 177 मुलुकी अपराध संहिताको 177 को कर्तव्य ज्यान भन्ने त लाग्दैन। यदि बडीमा पनि यहाँ लागेपछि कि आवेश प्रेरित लाग्न पर्ने हो कि त यहाँ हेलचक्राएको लाग्न पर्ने हो। यहाँ त सिधै कर्तव्य ज्यानको मुद्दा लगाएको छ र श्रीमान अन्तिम एक मिनट माग्दामा टुङ्गाउन चाहे। यहाँ चाहिँ के छ भनेपछि हाम्रो केदार प्रसाद दाहालको व्याख्यात्मक टिप्पणीमा पनि 177 को कसुर हुनको लागि मनसाय हुनुपर्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ र यहाँ मनसाय पनि देखिन्न। अभियोजन पक्षले त 81 रिफुटर हानेको भन्नुभएको छ। यदि त्यो प्रमाणित हुन्छ भने पनि त्यो त आवेश प्रेरित पर्ने हो। यहाँ दफा 177 आकर्षित हुँदैन। त्यसैले मेरो पक्षलाई चाहिँ 177 बमोजिम कर्तव्य ज्यानको मुद्दामा कसुर नठहरायोस् र मुद्दाबाट सफाई दिलाइ पाओस् भन्न मेरो माग्दा छ श्रीमान। धन्यवाद। अरू पनि छन्, अरू दफा पनि छन् के अरे त्यसमा? सरले सोधे, श्रीमानले सोधे त्यही हो। अरू दफा पनि छन् त्यसमा, अरू लाग्ने दफाहरू पनि छन् श्रीमान। अभियोग पत्रमा चाहिँ 177 को लगाएको छ। 177 नठहर्ने अवस्था भयो भने अरू ठहर्न सक्छ के, अरू अवस्था ठहर्न सक्छ। हजुर, त्यो मागदाबी हो कि सफाइ पाऊँ भन्ने मागदाबी भनेर सोध्नुभयो श्रीमान। यस्तो छ, यसमा एउटा फ्याक्ट एन्सर भन्दा पनि म दुईवटा तरिकाले एन्सर दिन चाहे। कस्तो छ भनेपछि 177 त यहाँ कर्तव्य ज्यान जुन अभियोग पत्रमा जुन उल्लेख भएको छ त्यो त स्वतः रूपमा गलत छ, त्यो त लगाउनै हुँदैन। यहाँ के छ भनेपछि ऊ जन्डिसको कारणले मरेको वा तपाईँहरूले केही प्रमाण राख्नु पर्थ्यो कि पर्दैन? यदि त्यस्तो हो भने जन्डिसको कारणले भने कमसेकम तपाईँ यहाँदेखि आउँदाखेरि त्यो डक्टरको यी जन्डिस पनि थियो है, दीर्घरोगी थियो है भनेर यो बसका दौरान पेस गरे भए ए रहेछ त नि, जन्डिस पनि रहेछ भन्ने कुरा हुन्थ्यो। अनुसन्धानमा एउटा बयान गर्ने, अदालतमा आएर होस्टाइल हुने,
श्रीमान एकदम जन्डिसको कुरा चाहिँ एकदम देखाउनै पर्ने हो तर जुन चिकित्सकको बकपत्र भएको छ त्यो सरकारी वकिलले नै गर्नुभएको र त्यहाँबाट अन्य कुनै रोग छ कि छैन भनेर उहाँले नै मिसरिप्रेजेन्ट गर्नुभयो र यहाँ चाहिँ यदि अब मृतक भोलि पर्सि गएर मर्छ भन्ने थाहा पाएर हामीले थाहा पाएको भए चाहिँ पहिले जन्डिसको उपचार गर्ने बेलाको रिपोर्ट राख्थ्यौँ अब जन्डिसको उपचार गरियो अदालतले फर्काइदियो मृत्यु त धेरै दिनपछि भएको छ अब मृत्यु हुन्छ भन्ने त्यो होइन तपाईँले अहिले के अरे प्रतिवादीको तर्फबाट उपस्थित भएको छ नि यहाँ त के भने होस्टाइल बकपत्र गरेर के अरे प्रतिवादी र जाहेरवालाले के भनिरहेको छ भने होइन अर्कै कारणले मृत्यु भएको भनेर अदालतमा आएर बकपत्र गरेको छ नि त त्यो विषयमा तपाईँले यसरी हामीलाई यहाँ सुन्नुहोस् न के पुरानो चेकअप गरे हामीसँग रेकर्ड छ भनेर कागजमै कोरेर दिए पनि हुन्थ्यो नि त एकदम श्रीमान है? हजुर त्यो त हो तर जस अन्तिम जवाब दिन चाहे अब मृत्यु हुन्छ भन्ने पहिले पूर्व अनुमान गरेको भए चाहिँ अब रिपोर्टहरू राख्ने भन्ने कुरा हुन सक्थ्यो तर त्यसकारण जन्डिस छैन भन्ने कुरा गर्नुभयो त तपाईँले त मान्छे मर्न सक्छ भने उनीहरूले त्यो रिपोर्ट राख्ने कुरा हुन्थ्यो भने त के भने जन्डिस छैन भन्ने कुरा गर्नु भएन र श्रीमान यसमा पनि अब प्रमाणको भार त बाध्यमै हुन्छ दफा 25 बमोजिम प्रमाणको उनीहरू चाहिँ 26 ले के भन्छ दफा 25 26 ले चाहिँ के स्पेशल जिगर लिएपछि प्रतिवादीमै हुन्छ भन्ने कुरा गरेको छ स्पेशल जिगर त अभियसली हुन त हो तर यहाँ पनि जुन प्रतिवादीले अभियोजन पक्षले जुन पेश गर्नुभएको छ त्यहाँ चाहिँ लास्ट जज मुसुल्कामा एक्सटर्नल ब्लड भनेको छ र बकपत्रमा चाहिँ इन्टरनल ब्लड भनेको छ त्यहाँ आफै त्यो जुन अभियोजन पक्षले पेश गरेको जुन मृत्युको कारण छ त्यो पनि आफैमा विरोधाभास छ ल बुझ्यो ठिक छ ल धन्यवाद सनम इट वाज एन अनर प्रोडिङ विरुद्ध फुकेराम शर्मा प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दामा म यस सम्मानित वाशिङटन जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस पैरवीका लागि उपस्थित हसिना बुढा मगर उपस्थित भएकी छु। पूर्व वक्ता विद्वान अधिवक्ता दामोदर खड्गाज्यूले अदालतले निरूपण गर्ने 4 प्रश्नमध्ये 2 प्रश्नको निरूपण गरेर गइसक्नु भएको र बाँकी 10 मिनेटमा बाँकी बहसलाई निरन्तरता दिनका लागि श्रीमान अनुमति चाहन्छु। म सिधै प्रश्नतर्फ जान चाहे। प्रतिवादीले अदालत समक्षको इन्कारी बयान आत्मरक्षक प्रमाणरहित प्रमाणयोग्य रहेको ठहर हुन्छ या हुँदैन? उक्त प्रश्नलाई प्रमाणित गर्नका लागि 3वटा आधारहरू प्रस्तुत गर्न चाहन्छु। एउटा छ प्रतिवादीले प्रहरी समक्ष दिएको स्वीकारयुक्त बयान प्रमाणयोग्य छैन। प्रस्तुत मुद्दामा प्रतिवादी फुकेराम शर्माले अनुसन्धान अधिकारी समक्ष दिएको भनिएको स्वीकारयुक्त बयान प्रमाणयोग्य मान्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको देखिँदैन। इभिडेन्स प्रमाण ऐन 2031 को दफा 9 को उपदफा 2 को खण्ड क मा के भनेको छ भने श्रीमान फौजदारी मुद्दामा अभियुक्तले अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा जब मात्र प्रमाणमा लिन मिल्छ तब अदालतले निम्न शर्तहरू पुरा भएको ठहर गर्छ। पहिलो शर्त छ अभियुक्त सचेत अवस्थामा रही आफूले भनेको कुरा बुझ्न सक्ने अवस्थामा भएको बयान। दोस्रो कुनै पनि किसिमको बाध्यता यातना त्रास धम्की दबाव बिना स्वैच्छिक रूपमा दिएको। र तेस्रो ऐनको कुरा गर्नुभयो? हजुर ऐनको कुरा नगर्नु, तब आफ्नो तथ्यको कुरा गर्नु। ऐनको कुरा ठिक छ। 9 दफा 9 भन्नुभयो, दफा 18 भन्नुहोस्, 25 भन्नुहोस्, 26 भन्नुहोस्, त्यो थाहा भइहाल्छ।
बरु के हो भने यो कारणले यस्तो हो भन्नुहोस्, आफ्नो आर्गुमेन्ट दिनुहोस् क्या है। त्यस कारणले प्रमाण ऐन 2031 को दफा 9 को 2 को खण्ड क विपरीत रहेको मेरो पक्ष प्रतिवादी फुकेराम शर्माले अनुसन्धान अधिकारी समक्ष दिएको स्वीकारयुक्त बयानमा त्यस बयान दिने समयमा मानसिक तनाव, डर, दबाव, अवस्थामा स्वाभाविक रूपमा विद्यमान थियो, तर अदालत सामु स्वतन्त्र रूपमा इन्कार गरिएको देखिन्छ। केवल बयान दिएको भन्ने तथ्य प्राप्त हुँदैन श्रीमान, बयान कुन अवस्थामा दियो, कसरी दियो र कस्तो मनस्थितिमा दियो भन्ने महत्त्व राख्दछ। त्यसै क्रममा सर्वोच्च अदालतले प्रतिपादन गरेको एउटा नजिर टिपाउन चाहन्छु श्रीमान। नेपाल सरकार विरुद्ध राजु तामाङ नेकपा 2067 अङ्क 8 निर्णय नम्बर 8433 प्रकरण नम्बर 2 मा प्रहरीमा भएको साबिती र अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेले केवल प्रहरीमा भएको साबिती बयानकै आधारमा मात्र सबुत प्रमाणको अभावमा कसुरदार ठहराउने न्यायोचित हुँदैन श्रीमान। प्रस्तुत मुद्दामा मेरो पक्ष फुकेराम शर्माले स्वीकारयुक्त बयान दिएकै आधारमा सजायको भागी गराउने हो भने उक्त तथ्यमा हेर्नु पर्दा चस्मस्पद गवाई अथवा प्रत्यक्षदर्शी नभएको अवस्था छ श्रीमान। त्यसै सन्दर्भमा एउटा नजिर टिपाउन चाहन्छु श्रीमान। श्री 5 को सरकार विरुद्ध यामबहादुर नायक छेत्री नेकपा 2041 अङ्क 1 निर्णय नम्बर 1857 त्यस मुद्दामा के प्रतिपादन भएको छ भने श्रीमान, चस्मस्पद गवाईको अभावमा केवल शङ्काको आधारमा अभियुक्तलाई अपराधी भन्न न्यायसङ्गत हुँदैन। प्रस्तुत मुद्दामा पनि के तथ्यबाट पुष्टि हुन्छ कि घटना हुँदाखेरि भन्दा प्रत्यक्षदर्शी झगडा हुँदाखेरि थिए। प्रत्यक्षदर्शी घटना हुँदा मेरो पक्षले कैँची प्रहार गरेकै हो भन्ने प्रत्यक्षदर्शी भएको देखिँदैन। प्रत्यक्ष सधैँभरि झगडा हुँदाखेरि प्रत्यक्षदर्शी नै हुन्छन् भन्ने हुन्छ र सधैँभरि प्रत्यक्षदर्शीको अगाडि नै झगडा गरिन्छ भन्ने हुन्छ र झगडा त घरभित्र भएको छ नि त। त्यो कुरा श्रीमान, हजुरको प्रश्नलाई यसरी उत्तर दिन चाहे। झगडा हुने समाजले थाहा पाएकै हुन्छन्, तर त्यो दिन पनि फुकेराम शर्मा र निजको पत्नी सुकीमाया शर्मा बीच झगडा भएको 2082 साल 6 महिना 7 गते बिहान भएको थियो। त्यो जानकारी बकपत्र गर्ने साथीहरूलाई पनि थाहा नै थियो, तर घटना भएको 2082 साल 6 महिना 7 गते अन्दाजे 5:30 भएको भनिएको छ। तर त्यति बेला घटना भएको हो, कैँची प्रहार गरेकै हो र कैँचीको प्रभावले निजलाई चोट लागे, टाउकोमा गम्भीर चोट लागे, मृत्यु भएको भन्ने कहाँ प्रत्यक्षदर्शी छन् त श्रीमान। अनि वस्तु त्यहाँ एकैछिन है, मैले एउटा एसएमएस जोडेँ। वस्तुस्थिति मुजुल्का छ नि, वस्तुस्थिति मुजुल्का हामीले देख्यौँ भन्छ नि त, मुजुल्का गर्ने मान्छे छ नि त त्यहाँ प्रत्यक्षदर्शी। हजुर श्रीमान, त्यो वस्तुस्थिति मुजुल्का छ नि। यहाँ त सिधा भन्छ त, हेर्नु त 5 नम्बरमा प्रतिवादी बिचको झगडा भएको मैले देखा हो मृतक र उसको। सो बेला यहाँ अझै महत्त्वपूर्ण कुरा छ कि यहाँ सो बेला सुकीमाया शर्माको टाउको फुटेको र रगत बगेको देखेको हुँ भन्छ। झगडा भइरहेको बेला यहाँ सबभन्दा महत्त्वपूर्ण कुरा, झगडा गरिरहेको देखेँ, त्यतिखेर उनको शरीरबाट रगत बगिरहेको थियो। यदि उनी आफै लोटेर चोट लागेको अवस्था हुन्थ्यो भने त हस्पिटल लानु पर्थ्यो। शरीरभरि रगत बगेको अवस्थामा झगडा गरिरह्यो भने त्यसले कुटपिट गरेको भन्ने कुरालाई त्योभन्दा ठुलो प्रमाणहरू कहीँ हुन्छ? श्रीमान, प्रतिवादीले मार्ने इन्टेन्सन सहित अभियोजन पक्षले दाबी गरे अनुसार मुलुकी अपराध संहिता 2074 को दफा 77 बमोजिम हेर्ने हो भने 177 बमोजिम मनसाय पूर्वक हत्या गरिएको हो भन्ने दाबी अनुसार यसमा घटनास्थल मुचुल्कामा भनेको कुरा होइन। त्यतातिर भन्दा पनि यतातिरबाट के क्वेसन आयो भने कुनै पनि अपराध गर्ने मान्छे लुकेर अपराध गर्छ क्या, सबैलाई देखाएर अपराध यहाँनिर अपराध गर्न सक्छ कसैले? त्यसो लुकेर अपराध भन्ने कुरा सबै ठाउँ लुकेर गरिन्छ। कुनै डाइरेक्ट गरिए पनि अधिकांश अपराधहरू लुकेर, अपराध भनेकै लुकेर गर्ने चिज हो। एउटा कुरा त्यो क्वेसन आएको थियो, त्यसको जवाब अलिकति चित्तबुद्ध चाहियो। अनि यो घटनालाई देख्दै देखाएको छैनन् भनेर अघि बहसका दौरानमा आएको कारणले छ त वस्तुस्थितिमा मान्छे त हामीले त देख्यौँ भन्छ नि त, रगत बगिरहेको थियो टाउकाबाट। हजुर श्रीमान, दुईवटा कुरालाई मात्र क्लियर गर्दै हुन्छ होला।
घटना हुँदाखेरि के अरे अपराध गर्दाखेरि प्रतिवादीले लुकेर गर्छ अथवा त्यो खुल्ला अपराध गर्दैन भन्ने कुरा आयो हजुरको श्रीमान हजुरबाट। तर यहाँ त घटनास्थल मुजुल्कामा भनेको छ कि खुल्ला अपराध गरेको। तर यति मात्रै भन्दा पनि स्वयं जाहेरवाला जुन जाहेरी दरखास्तमा भनेको छ बाउले मृतक सुकुमाया शर्मालाई कैची प्रहार गरी निजको चोटको कारणले मृत्यु भएको। तर दाबी लिने पक्षले अदालतमा गएर सपोर्ट गर्ने जाहेरी दरखास्तलाई सपोर्ट गर्ने गरी बकपत्र दिनुपर्छ। त्यो केले भन्छ त्यो त्यस बकपत्र दिनुपर्छ। तर वादीले केले भन्छ त्यो फरमान ऐन 2031 को दफा 25 मा भनेको छ फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीमा हुन्छ श्रीमान। तर जाहेरी दरखास्तमा अर्को दफा पनि होला त्यो गर्नुपर्छ भन्ने अर्को दफा होला त्यो। हजुरले एन्सर चाहेको चाहिँ प्रतिवादीले दफा 27 को कुरा गर्न खोज्नु भएको होला। प्रतिवादीले प्रमाण पुर्याउने भार 18 ले के भन्छ 18 ले दफा 18 मा चाहिँ कुनै पनि घटना को सम्बन्धमा भएको अनुसन्धान वा मुचुल्काको सिलसिलामा प्रचलित नेपाल कानुन बमोजिम भएको लिखित उल्लेख भएको कुरा सो व्यक्त गर्ने व्यक्ति साँची रूपमा अदालतमा उपस्थित भई बयान गरेको प्रमाण लिन मिल्छ। तर श्रीमान जाहेरी दरखास्तमा भनेको छ बुलेट फोर्स ट्रमाका कारणले बाउले मेरो आमालाई चाहिँ कैची प्रहार गरी चोटको कारणले मृत्यु भएको। तर त्यसलाई सपोर्ट गर्ने लिखित प्रमाण त हो नि श्रीमान। त्यसलाई सपोर्ट गर्ने अदालतमा बकपत्र दिँदाखेरि चाहिँ पूर्व स्वास्थ्य अवस्था जन्डिसको कारणले र विभिन्न बारम्बार चाहिँ रगत बग्ने समस्या कारणले मृत्यु भएको हो। डाक्टरले पहिल्यै माया मारिसकेको उपचार हुन सक्दैन भनेर घर फिर्ता पठाइसकेको र त्यस कारणले अहिले मेरो आमा मर्दाखेरि मेरो बाबाले चाहिँ ठिक छ एकदम ल तपाईको कुरा असाध्यै राम्रोसँग बुझियो। यो मुद्दामा कस्तो हुन्छ भने त्यो कुराहरू न हामीले व्यक्त गर्ने कुरा हुन्छ। यो जसरी भए पनि यो परीक्षा हो के परीक्षा भावनाले यति कुरा गर्न मिल्छ के परीक्षा भावनाले यो अब हामीलाई जज बनाइएको छ हैन तपाईहरु सरकारी वकिल प्राइभेट वकिल बनाइएको छ। अब यसमा के हुन्छ भने प्रतिवादीले आफूले अपराधबाट उन्मुक्ति लिनका लागि सुन्नुहोस् है उन्मुक्ति लिनका लागि प्रतिवादीका आफ्ना मान्छेहरू आमाको मृत्यु भएको छ बाउलाई सजाय गराएर छोराले के पाउने त्यसकारण होइन है आमा त यो कारणले मैले भन्न सक्छ के पारिवारिक संरचनामा आमाको मृत्यु भइसकेको छ अनि बाउलाई सजाय गराएर के गर्ने क्षणिक उसमा त आवेगमा चाहिँ जाहेरी दरखास्त दियो सुन्नुहोस् है दियो पछि चाहिँ अदालतमा आएर होइन बाउलाई किन सजाय गराउँ त मैले भन्न सक्छ र त्यो समय एउटा क्वेसन टुङ्गाउनका लागि 2 मिनेट समय थप गर्न चाहन्छु के को लागि मागदाबी र यो हजुरको क्वेसनलाई टुङ्गाउनका लागि ल अनि अर्को पनि सोधिहालेँ मैले कहिले मृत्यु भएको के अरे वारदात घटना कहिले घट्यो अघि घटनाको सन्दर्भमा अलिकति भन्नुहोस् त कहिले घट्यो 6 महिना 7 गते 6 महिना 7 गते घटना घट्यो होइन 2000 अनि मृत्यु कहिले भयो मृत्यु भएको 13 दिनपछि 6 महिना 20 गते 6 महिना 20 गते जाहेरी कहिले पर्यो त 6 महिना 21 गते अनि जाहेरी दरखास्त यो ढिलो पर्नुको कारण के हो ढिलो भन्दा पनि श्रीमान हजुरको स्पष्टीकरण मुद्दाको तथ्य स्पष्टीकरण पछि आएको हो त्यही भएर हजुरलाई पुरानो मुद्दाको तथ्य रहेको छ जाहेरी दरखास्त 6 महिना 20 गते घटना भयो र जाहेरी दरखास्त 6 महिना 21 गते नै तत्कालै जाहेरी दरखास्त भएको हो यसमा चाहिँ ए 7 मै 5 ल अब सिद्ध्याउनु अभियोजन पक्षले इन्टेन्सन रूपमा होमिसाइड गरेको भन्ने कुरामा एउटा नजिर टिपाउन चाहन्छु श्रीमान अलिकति तथ्य भन्नु भइहाल्छ नजिर नेतापद 2043 पृष्ठ अङ्क नम्बर 1 पृष्ठ 42 निर्णय नम्बर 2600 यसमा चाहिँ नेपाल सरकार विरुद्ध तिलक बहादुर कंवर जोशी समेत कहिलेको नजिर हो मुद्दामा 43 सालको समेत 43 सालको नजिर 43 सालको नजिर त कति 82 सालमा आयो त श्रीमान सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरलाई सोही जस्तो सेम इस्यु छ भने त्यसमा नजिर
कानुनको रूपमा लागू हुन्छ भनेर जुन नेपालको संविधान 2072 को धारा 128 को 4 मा पनि व्यवस्था गरेको हुनाले उस्तो धारालाई हामी त्यो त मानिन् कि तपाईँको कुरा, तर असाध्यै पुरानो नजिर ल्याउनुपर्छ भने क्या। पुरानो नजिर भए पनि इस्यु एउटै भएको कारणले नजिर लाग्छ श्रीमान। त्यसमा चाहिँ के भनेको छ भने फौजदारी कसुर प्रमाणित हुनका लागि मनसाय तत्त्व अनिवार्य हुन्छ। फौजदारी न्याय प्रणालीको आधारभूत मान्यता हो। एक्ट alone doesn't amount to guilty, it must be accompanied by mens rea, अर्थात् अपराधिक मनसाय बिनाको कार्य अपराध हुन सक्दैन भनी फौजदारी मान्ने अनुसार रहेको छ। त्यसकारणले मागदाबी टुङ्गाउन चाहन्छु श्रीमान। त्यसकारणले अभियोजन पक्षले मागदाबी गरे बमोजिम मेरो पक्षलाई मुलुकी अपराध संहिता 2074 को दफा 177 को उपदफा 1 बमोजिम कसुरदार नठहराई एनको दफा 177 को उपदफा 2 बमोजिम सजाय गरिनुपर्ने होइन श्रीमान। त्यसका लागि अभियोजन दाबीबाट सफाई दिलाइ पाऊँ। सफाई नै दिइहाल्ने हजुर। श्रीमान, वादीको तर्फबाट खननको लागि उपस्थित भएको छु। 3 मिनेटको समय लिनेछु श्रीमान। श्रीमान, यस मुद्दामा प्रतिवादीका तर्फबाट आफ्नो प्रतिक्रिया लिँदै गर्दाखेरि मुद्दाको सन्दर्भमा यो मनसाय प्रेरित होइन, आवेश प्रेरित हो या भवितव्य हो भने आफ्नो एउटा शङ्कास्पद भनाइका आधारमा मात्र यहाँनिर जिगिर प्रस्तुत गर्नुभएको छ। तर यदि त्यो आवेश प्रेरित नै हुन्थ्यो भनेपछि घटनाको मुद्दाको तथ्यलाई हेर्नुहुन्छ भनेपछि त्यहाँनिर के भएको छ भन्दाखेरि 7 गते बिहान उनीहरूबिच झगडा भएको छ र झगडा भइसकेपछि तत्कालै प्रहार गर्नु पर्थ्यो नि त। यो यदि त्यसलाई के भयो भन्दाखेरि कुलिङ पिरियड अर्थात् उसलाई चाहिँ शान्त रहन सक्ने समय हुँदाहुँदै पनि ऊ गाउँमा जान्छ, रक्सी खाएर आउँछ र घरमा आएर पछि पनि प्रहार गर्छ भनेपछि यसमा उक्त प्रतिवादीको कार्यमा मनसाय चाहिँ रहेको छ र ऊ निजले चाहिँ त्यो कार्य चाहिँ एउटा योजना बनाएर नै गरेको कुरा चाहिँ प्रष्ट हुन्छ श्रीमान। यसै गरी कहाँ छ त्यस्तो कुरा? बिहान झगडा भएर बेलुका गरेको भन्ने कहाँ छ त्यस्तो? के श्रीमान? बिहान झगडा भयो साँझ आएर कुटपिट गरेको भन्ने त्यस्तो छ र? छ श्रीमान। मुद्दाको तपाईँले हेर्नुहुन्छ भने चाहिँ मुद्दाको निज प्रतिवादी फुकेराम शर्माले गरेको अनुसन्धान प्राप्त अधिकारी समेत गरेको 4 नम्बर बुदामा हेर्नुहोस् श्रीमान। त्यसै गरी साथीहरूले समेत प्रष्ट रूपमा उल्लेख गरेका छन् कि बिहान झगडा भएको मेरो कालो रामले के कुरा उल्लेख गरेका छन् भन्दा मेरो घरमा आएकोले ऊ मेरो लुगा सिलाउने मान्छे भएको हुनाले उसलाई मैले रक्सी दिएँ, घर गएर उसलाई प्रहार गरेछ र उसकै प्रहारबाट मिति 2082 6 महिना 20 गते निजको मृत्यु भएको रहेछ भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेत उल्लेख गरेको हुँदा निजले गरेको कार्यमा मनसाय नै प्रेरित भएको देखिन्छ। त्यसै गरी श्रीमान, प्रतिवादीले दाबी लिँदै गर्दाखेरि विशेषज्ञको रायमा शङ्का जनाउनु भएको छ। यदि उहाँहरूले शङ्का जनाउँछ भने चाहिँ परमानेन्टको व्यवस्था बमोजिम पनि दफा 27 बमोजिम उक्त विशेषज्ञको रायमाथि शङ्का पैदा गर्नुपर्ने प्रमाणहरू यस इजलासमा चाहिँ प्रष्ट रूपमा प्रकट गर्नुपर्ने त्यो कुरा उल्लेख गर्नु भएको छैन। त्यसै गरी प्रतिवादी पक्षले जुन डाइरेक्ट कज अफ एक्सन जुन भएको छ त्यसको जुन प्रत्यक्ष कारण चोट होइन निजलाई लागेको जन्डिस हो भन्नुभएको छ। तर जन्डिस लागेको हो भनेपछि सो सम्बन्धी प्रमाणहरू यस इजलासमा चाहिँ पेश गर्नुपर्ने राख्नु पर्दैन। प्रतिवादीलाई सजाय गराउनु पाए पुग्यो होइन त। प्रतिवादीलाई प्रमाण आफूले नपुर्याउने, आफूले अनुसन्धान अधिकृतलाई निर्देशन नदिने होइन, निर्देशन चाहिँ नदिने, अनि त्यसपछि अभियोग चाहिँ लगाइदियो, अभियोग सिद्ध भयो भनिदिने सरकारी ड्युटी क्या। त्यो अभियोगलाई कसरी पुष्टि गर्नुपर्छ भन्ने कुरातिर जाँदै नजाने बुझ्नु होइन। अनि त्यही अभियोग लगाइदिने, अभियोग पुष्टि सिद्ध हुन आयो भनेर अभियोग लगेर अदालतमा फालिदिने, पुलिसले अभियोग ल्याइसकेर मैले के गर्ने भन्ने निर्देशन नदिने, अदालतले गरिहाल्छ नि भन्ने। श्रीमान, अदालतबाट पुष्टि हुन्छ भन्ने कुराहरूमा प्रश्नमा उल्लेख गर्न चाहन्छु। एउटा भनेको जाहेरी हो श्रीमान। त्यसै गरी मृत्युको सन्दर्भमा सब परीक्षण प्रतिवेदन हो श्रीमान। त्यसै गरी स्वयं प्रतिवादीले समेत अनुसन्धान प्राप्त अधिकारीसम्म चाहिँ आफूले कसुर स्वीकार गरिसकेको अवस्था छ श्रीमान। यी मालाकार रूपमा कडीमा प्रमाणित भएको अवस्थामा वादी पक्षले तपाईँहरूले सुन्नुहोस् है, तपाईँहरूले प्रमाणित गरेको दफा 9 का कुराहरू मात्रै गर्नुहुन्छ। सुन्नुहोस् है, सरकारी वकिलले प्राइभेट वकिलले के कुरा गर्छ भने एकछिन अब समय सिद्धियो अरे हामीले कुरा बुझ्यौँ। त्यो कुरालाई त्यो अघि मैले भनेको थिएँ तपाईँले गर्दैखेरि भनेको थिएँ त्यो त के थुन्चेक प्रयोजनका लागि हो के। अहिले हाम्रो कानुनले, हाम्रो संविधानले, प्रमाणले होइन, अन्तर्राष्ट्रिय कानुनले के दिइरहेको छ भने होइन है
सत्य कुरा त अदालतमा आएर गर्छ मान्छेले, कस्टडीभित्र मान्छेले सही कुरा गर्न सक्दैन भने केही गर्नु पर्दैन, आँखाले हेर्दै मात्रै हुन्छ। अहिले तपाईँको प्रहरीले मुद्दा लगाइरहेछ, आँखाले यस्तो ठुलो आँखाले हेर्थ्यो, मलाई यो आँखाले हेऱ्यो भनेर मुद्दा लगाइदिन्छ प्रहरीले। त्यस कारण कस्टडीभित्र भएको मान्छेले सत्य कुरा नभन्न सक्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता भइसक्यो। श्रीमान त्यो तत्कालीन अवस्थामा सङ्कलित सबुत प्रमाण बाहेक पनि जुन पोस्टमार्टम रिपोर्ट छ, पोस्टमार्टम रिपोर्टले चाहिँ मुद्दाको अन्तिमसम्म पनि प्रमाणको भार लिन्छ श्रीमान। त्यो भएको हुनाले पोस्टमार्टम रिपोर्टमा ब्लन्ट फोर्स टर्मा इन हेड उल्लेख छ र ब्लन्ट फोर्स टर्मा इन हेड हुँदाखेरि इन्टरनल र एक्सटर्नल ह्यामरेज चाहिँ हुन सक्दछ श्रीमान। त्यो भएको हुनाले निजलाई इन्टरनल ब्लिडिङ पनि भयो, साथै जुन श्रीमानले अगाडि पनि मलाई प्रश्न गर्नुभएको थियो रगत चाहिँ किन देखियो त्यो क्षेत्रमा तर कैँचीमा किन देखिएन भन्ने सन्दर्भमा श्रीमान यसमा जाहेरी परेको मिति र घटना भएको मिति ठिक छ, थ्याङ्क यू। समय समाप्त हो। एउटा कुरा मात्रै राखेँ मैले, तपाईँले जवाब दिनु पर्दैन। त्यो कोही मैले त्यही भनेर अघि भने कि किनभने अभियोग सिद्ध भयो भनेर भन्ने, अभियोग सिद्ध हो, यो टाइम सिद्धिया छ, मैले राखेँ मात्रै मेरो जिज्ञासा के त्यो कैँचीलाई लग्नु पर्दैन, फरेन्सिक ल्याबमा लग्नु पर्दैन कैँचीलाई? बरामद चाहिँ भएको छ श्रीमान, बरामद भएको छ, बरामद भएको कैँचीलाई लग्नु पर्दैन। यहाँ त के भयो अलिक पछाडि मृत्यु हो त्यसकारण अनुसन्धान भएन भनेर भन्न मिल्दैन थियो। यसमा अनुसन्धान गर्ने थुप्रै पाटाहरू सरकारी अभियोजन पक्षले के अरे अनुसन्धानकर्तालाई निर्देशन दिने पाटाहरू पनि यसमा के अरे ग्याप भएको अवस्था छ र त्यो कैँचीलाई पनि लगेर फोरेन्सिकमा लैजाने र त्यो डक्टरलाई यहाँ के हो भने मैले प्रतिवादीलाई भन्दा पनि तपाईँसँग राखेँ जिज्ञासा, मेरो जिज्ञासा मात्रै उत्तर दिनु पर्दैन। किन मान्छे होस्टाइल भयो त भनेर अघि भनेको थिएँ मैले। किन होस्टाइल भएन त भने त आमा मरिगिन्, चाहे त्यो कलको त्यो डन्डीमा भन्छ के तल खुट्टामा भन्छ चोट लागेर होस्, कठालो पक्रेको कारणले, चाहे त्यो कारणले हो अथवा त्यही कैँचीकै प्रहारको कारणले हो। आमा मरिगिन् बाबुलाई जेलमा राखेर अनि जीविका कसरी निर्वाह गर्ने भनेर छोराहरू होस्टाइल हुने पारिवारिक मुद्दाहरूमा यस्तो हुन्छ पछि होइन। त्यस्तो भएको कुरालाई त अलिकति त्यो फोरेन्सिकका कुराहरू ल्याएर कैँची होइन अरू थप अनुसन्धान त्यसमा केही गर्नुपर्ने भएर निर्देशन दिएर गरिदिए भए अझ बेटर हुन्थ्यो। थ्याङ्क यू। ल धन्यवाद। श्रीमान अभियोजन पक्षले प्रतिवादीले अदालतमा भन्दा पनि प्रहरी समक्ष कस्टडीमा भएको बयानलाई आधार मानेर जुन कुरा गर्नुभएको छ त्यो प्रमाण योग्य छैन। त्यसैगरी अभियोजन पक्षसँग अदालतमा बकपत्र गरेको कुनै पनि प्रत्यक्षदर्शी छैनन्। जाहेरवाला आफैमा होस्टाइल छ। बरामद गरेको कैँचीको पनि फोरेन्सिक जाँच भएको छैन। सबै मर्न सक्ने अरू वैकल्पिक कारण पनि पूर्ण रूपमा खण्डन भइसकेको छैन। लासजाज मुजुल्का र चिकित्सकको बकपत्र पनि आफैमा विरोधाभास छ र उहाँले चाहिँ इन्टरनल ब्लिडिङ पनि हुनसक्छ, एक्सन पनि हुनसक्छ जुन कुरा गर्नुभएको छ। उहाँको अनुमान भन्दा पनि चिकित्सकले के भन्नुपर्छ के भन्छ भन्ने कुरा हामीले हेर्नुपर्छ। चिकित्सकले भनिरहेको छ इन्टरनल, लासजाज मुजुल्काले भने एक्सटर्नल। उहाँले आफ्नो तर्क दिनुभएको छ र हुनसक्छ भन्न मिल्छ चिकित्सकले। हजुर, चिकित्सकले त्यस्तो भन्न मिल्छ अदालतमा गएर? एकदम मिल्दैन श्रीमान। उहाँले चाहिँ मृत्यु भएको कारण के हो त्यो भन्नुपर्ने हो र साथै बकपत्र गर्ने क्रममा चाहिँ सरकारी कर्मचारीले तपाईँको प्रहरीले कुनै मुद्दामा प्रतिवेदक भएर प्रतिवेदन दियो है, यो ऊ पनि जरुरी छ, सबैले सुन्नु पनि जरुरी छ। प्रतिवेदन दियो, जाहेरवालाले जाहेरी दरखास्त दियो। जाहेरवालाले जाहेरी दरखास्त दियो यस्तो हुँदो रहेछ किनभने आफ्नो घर परिवारमा परेर कतिवटा पैसाको प्रलोभन पनि हुन्छ। मैले त्यही भन्न लाग्थेँ अघि नै, यो जाँच भएको कारणले मैले त्यो कुरा पनि उल्लेख गर्न उपयुक्त ठाने के पैसाको प्रलोभनमा परेर अहिले धेरै मुद्दाहरू अनि अदालतमा गएर होस्टाइल हुने, विशेष गरी जबरजस्ती गर्ने मुद्दामा अधिकांश होइन पैसा पाइसक्यो भने अदालतमा गएर होइन छैन भन्थ्यो। त्यस्तो हुन्छ। त्यसरी सरकारी कर्मचारीले त्यस्तो गर्नु हुँदैन। पुलिसले प्रतिवेदन दियो भने त्यो प्रतिवेदन मेरो हो भन्छ, अति भनिस मन लागेर उसलाई कतै बेला आफ्नै मान्छे पऱ्यो केही भयो भने जो मैले प्रतिवेदन दिएँ त्यही प्रतिवेदन छ भन्छ बकपत्रमा क्या। त्यसरी डक्टरले त्यस्तो भन्नु मिल्दैन। यो सरकारी वकिल साहबहरूले डक्टरको बकपत्र गर्दाखेरि जे चिज हो त्यही चिज आएर अदालतमा बकपत्र गर्नुपर्छ। र अर्को कुरा के भन्नुपर्छ, यस्तो अवस्था छ है, यो अवस्था भएको यस्तो चोट भएको कारणले पनि मर्न सक्छ है मान्छे भन्नुपर्छ। चोटलाई देखाउने क्या डक्टरले है त। श्रीमान हुन सक्छ सिद्धिया छ। मैले अलिकति मात्रै गरेँ
ल थोरै समय समाप्त भइसक्यो। श्रीमान जे होस् हुनसक्छ मृत्यु हुनसक्छ भन्नुभएको छ, मेबी भन्नुभएको छ र यहाँ मेबी भन्नु वा होला भन्नु चाहिँ एउटा शङ्का स्थापना हुनु र शङ्काको सुविधा चाहिँ अभियुक्त प्रधान हुन्छ श्रीमान। ल धन्यवाद। धन्यवाद।